हाम्रो यो पहिलो एपिसोड इन कन्भर्सेसन विथ अनिताको पहिलो अतिथिका रूपमा यहाँलाई पाउँदाखेरि निकै खुसी लागेको छ दा। थ्याङ्क यू सो मच। वेलकम। नमस्कार। आराम हुनुहुन्छ? आराम छु। तपाईलाई? म पनि ठिक छु। समय परिवर्तनशील छ तर दालाई चाहिँ हामीले अलवेज एउटै हैन यङ हैन एकदमै झन्झन यसमा म अड्किरहेको छु के कहिले कहिले हुन्छ नि। हजुर। तपाईँको गाडी चल्दा चल्दै हजुर कतै गाडी फस्यो भने हजुर तपाईँले जतिसुकै एक्सिलेटर दबाए पनि खाली पाङ्ग्रा मात्रै घुमिरहेको हुन्छ, गाडी जानेको त्यही हुन्छ नि। हजुर। मेरो जवानी पनि कतै अड्किरहेको जस्तो छ के स्थिर छ स्थिर छ हैन। हजुर। धेरैले धकल्न खोजिरहेछ, तान्न खोजिरहेछ। धेरैले भनेको मतलब परिस्थितिले, समयले हैन सबै कुराले चाहिँ धकल्न पनि खोजिरहेछ, तान्न पनि खोजिरहेछ। तर मेरो जवानीको पाङ्ग्रा चाहिँ कतै फसिरहेछ। मुभ भइरहेछ। अब हेरौँ एउटा न एउटा बिन्दुमा आएर त निक्लेला फसेको ठाउँबाट। तर हजुरलाई त फसेकै राम्रो हैन? म फसेको पनि राम्रो हैन। हजुर। अब फसेको ठाउँबाट निस्केछ भने पनि हजुर त्यही अनुसार चाहिँ जीवनलाई चाहिँ स्वीकार्दै पनि जाने हैन। ओके। जीवनमा एउटा रमाइलो कुरा चाहिँ के रहेछ भने तपाईँको अनि अब मान्छेले परिवर्तन नचाहला हैन। हजुर। या उमेरको कुरा गर्ने हो भने मान्छे एउटै उमेरमा रहिरहँ भन्ने मनसाय पनि हुन्छ होला। हजुर। तर फेरि परिवर्तन हुँदै गइसकेपछि त्यसलाई मान्छेले सहजै स्वीकार्दो पनि रहेछ के हैन। मान्छे जे छ त्यसैलाई स्वीकार्दो रहेछ। आज ऊ जे छ त्यसैलाई चाहिँ नि उसले आत्मसात गरिरहेको हुन्छ। त्यसैसँग ऊ आइडेन्टिफाई गरिरहेको हुन्छ। मेरो पनि त्यही हो। अब म यसो झट्ट हेर्दाखेरि 20, 25, 30 वर्ष अगाडि अलिक कसैलाई अर्कै देखेको होला हैन। ओहो यो व्यक्ति जमानामा यस्तो देखाएको थियो, अहिले यस्तो देखाएको थियो भन्थ्यो होला कसैले। तर म स्वयंले चाहिँ नि आज म जे देखिरहेको छु त्यसैलाई नै चाहिँ एकदमै सहज रूपमा चाहिँ स्वीकारिरहेको हुन्छु कि त्यो तपाईँ हामी जसले बनायो त्यसले चाहिँ त्यही किसिमको मनस्थितिले बनाएको रहेछ। हरेक प्रक्रिया, हरेक परिवर्तनलाई चाहिँ नि कता कता पछुतो पनि लाग्ने र कता कता फेरि एकदमै सहज रूपमा स्वीकार्ने पनि के यही नै हुँ म, अहिलेकै हुँ म हैन। र मैले प्राय भन्ने गर्छु के एउटा हामी हिजोको हुन्छौँ, हजुर, एउटा हामी आजको हुन्छौँ, एउटा हामी भोलिको हुन्छौँ हैन। यही तीनटा उसमा त चलिरहेछ नि हाम्रो हैन। अब हिजोको हामी हिजो थियौँ, आजको हामी चाहिँ यही हो सबै हामी हैन। अब भोलि फेरि के कस्तो हुने हो हेर्दै जाउँ। अब लामो समयपछि चाहिँ यहाँले चलचित्र मार्फत भनौँ होइन, नरसिंह अवतार मार्फत यहाँले कमब्याक गर्नुभयो होइन। व्यावसायिक हिसाबले भनौँ, एउटा समीक्षात्मक हिसाबले चाहिँ कस्तो रह्यो आफ्नो अनुभवहरू? होइन, चलचित्र यात्रा मेरो लागि असाध्यै रोचक रह्यो। रोचक मैले किन भनिरहेको छु भने जुन बिन्दुबाट मैले प्रारम्भ गरेको थिएँ चलचित्र यात्रा, त्यो बिन्दुमा म कुन बेला यो जुन आजको बिन्दुमा जुन छु म भविष्यमा म यस्तो बिन्दुमा पुग्छु या मेरो प्रारम्भको बिन्दु र आजको बिन्दुको बिचमा चाहिँ नि यस्तो किसिमको चाहिँ नि यात्रा हुन्छ भन्ने कुराको चाहिँ नि कुनै पनि झिनो मसिनो चाहिँ नि उ थिएन, एउटा कल्पना थिएन हैन। आफ्नो मनमा कुनै किसिमको चित्र पनि थिएन। त्यसकारण पनि मलाई चाहिँ यो आफ्नो यो यात्रा चाहिँ असाध्यै रोचक लाग्छ कि किनकि एउटा बिन्दुबाट असाध्यै अन्योलताको बिन्दुबाट स्टार्ट गरियो हैन नेपाली चलचित्र। त्यो बेलामा नेपाली चलचित्र हामी धेरै चलचित्र पनि बनाउँदैन थियौँ। अब एउटा बिन्दुबाट स्टार्ट गर्दै 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 गएको यात्रा आफूले अनुमान नगरेको, आफूले कल्पना नगरेको तरिकाबाटै चाहिँ नि हुँदै 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 आजको बिन्दुसम्म आइपुग्यो। मैले पहिलो चलचित्र गर्दाखेरि यदि तपाईँले आएर मलाई सोध्नु भएको भए कि राजेश त अर्को 35 वर्षसम्म पनि नेपाली चलचित्रमै काम गरिरहेको हुन्छ होला त भन्यो भने त्यो म कल्पना पनि गर्न सक्दिनँ थिएँ कि त्यो बिन्दुमा मैले प्रारम्भ गर्दाखेरि अर्को 35 वर्षसम्म नेपाली चलचित्र क्षेत्रमै एकदमै संलग्न भएर निरन्तर चलचित्र बनाएर यो विभिन्न किसिमको यो उतार चढावको यात्रा तय गरेर र आफू यो बिन्दुमा आइपुग्दाखेरि नेपाली चलचित्र
क्षेत्र पनि एउटा बिन्दुबाट अर्को बिन्दुसम्म आइपुगेको यो सबै चाहिँ नि हेर्दाखेरि चाहिँ नि म आफूलाई कतितिर रोचक पनि लाग्छ, अर्कोतिर आफूलाई भाग्यमानी पनि ठान्छु कि आफूले रोजेको जुन पेसा छ, जुन यात्रा छ, जुन चाहिँ नि असाध्य अन्योलताको यात्रा थियो, प्रश्नचिन्हको यात्रा थियो, र आज यो 35-36 वर्ष पश्चात पनि यसरी निरन्तर यहाँसम्म आइपुग्यो भन्दाखेरि आफूलाई भाग्यमानी पनि ठान्छु। यहाँले सोच्नु भएको थियो बाल्यकालमा चाहिँ म नायक बन्छु? बाल्यकालमा चाहिँ नि मैले सोचेको थिइनँ। मलाई सिनेमाको कस्तो भयो भने नायकै भनेर त होइन, कलाकारै भनेर पनि होइन, सिनेमाको माध्यम के सिनेमाको माध्यमप्रति चाहिँ नि म स्कुलको चाहिँ नि 20-20तिर पुग्दाखेरि आकर्षित भएँ के। मैले माध्यम किन भनिरहेको छु भने म त्यो स्कुली जीवनमा चलचित्रहरू चाहिँ नि खुबै हेर्थेँ होइन। नेपाली चलचित्र त्यति बन्दैन थियो, फेरि म पनि विदेशमा थिएँ, त्यस कारण बाहिरको चलचित्रहरू हेर्थेँ। र माध्यमप्रति आकर्षित हुनुको कारण के भने चलचित्र हेर्न जाँदाखेरि चलचित्रमा जे देखाइएको हुन्छ, यदि त्यो प्रभावित तरिकाबाट देखाइएको भयो, त्यसको प्रस्तुति राम्रो भयो भने त्यसलाई ग्रहण गर्ने दर्शकहरू त्यो चलचित्र हेरेर यति बग्नुहुन्छ कि विभिन्न भावनामा बग्नुहुन्छ होइन। विभिन्न उहाँहरूको चाहिँ मुडको उतार चढाव हुन्छ। चलचित्रमा एकदम दुःखको कुरा देखायो भने सबैजना चाहिँ दुखी हुनुहुन्छ, त्यहाँ हाँस्ने कुरा देखायो भने सबै दर्शकहरू हाँस्नुहुन्छ, कुनै गहन कुरा देखाइयो भने उहाँहरूले चाहिँ त्यसलाई मनन पनि गर्नुहुन्छ। अनि मलाई लाग्यो कि यो माध्यम त असाध्यै प्रभावकारी माध्यम हो, पावरफुल माध्यम हो कि यसरी प्रस्तुत गरेको सामग्रीले त्यतिका दर्शक जो हेर्नुहुन्छ सबजना चाहिँ त्यहाँ केन्द्रित भएर आफ्नो विभिन्न भावनाको उतार चढावमा गएर चाहिँ नि त्यसमा एकदमै मग्न हुनुहुन्छ होइन। र दर्शकहरू पनि कस्तो हुनुहुन्छ, दर्शकहरू पनि उहाँहरू विभिन्न पृष्ठभूमिको हुनुहुन्छ होइन। अन्य जीवनमा चाहिँ नि भिन्दै रुचि राख्ने व्यक्तिहरू हुनुहुन्छ, विभिन्न समुदायका पनि हुनुहुन्छ होइन, विभिन्न संस्कृति अपनाउने भाषा अपनाउने व्यक्तिहरू पनि हुन सक्नुहुन्छ, विभिन्न वर्गको व्यक्तिहरू पनि हुन सक्नुहुन्छ। तर त्यो सबै भिन्दै एउटा विविधता भएका व्यक्तिहरू चाहिँ नि एउटै छानामुनि एउटा सामग्री हेर्न आउनुहुन्छ र त्यो सामग्री चाहिँ प्रभावकारी हिसाबबाट देखाइएको छ भने सबजना त्यसमा चाहिँ नि तल्लीन भएर एकदम फोकस्ड भएर प्रभावित हुनुहुन्छ। त्यो चाहिँ नि मैले 6-7 क्लासमा यस्तै गहिराइमा नभए पनि मोटामोटी यस्तो हिसाबले चाहिँ नि मैले महसुस गरेँ कि चलचित्रको यो शक्ति रहेछ, यो पावर चाहिँ नि चलचित्र सानो उमेरमै सानोमा 6-7-8 क्लास पढ्दाखेरि होइन त्यो बेलामा। तर त्यो बेलामा म एकदम अब चलचित्रको ओहो यो हिरो राम्रो छ या यो कलाकार राम्रो छ म पनि त्यस्तै बन्छु भनेर चाहिँ होइन, म त्यो चाहिँ सोध्न खोजिरहेको थिएँ, त्यो भनेर चाहिँ होइन, माध्यमप्रति के। अनि कलाकारै बन्छु भन्ने चाहिँ धेरै पछि भयो, धेरै पछि भनेको अब म कलेज गइसकेर होइन ऊ गरिसकेपछि अनि मलाई कलाकार बन्ने इन्ट्रेस्ट लाग्यो। कलाकार बन्ने इन्ट्रेस्ट फेरि कहाँबाट जाग्यो भने मलाई मुख्यतः के लाग्यो भने जीवनमा सबभन्दा महत्त्वपूर्ण भनेको मान्छेले आफूले महसुस गरेको भावनाहरूलाई खुलेर सही ढङ्गबाट स्पष्टसँग चाहिँ नि व्यक्त गर्न सक्नु, पोख्न सक्नु आफूले महसुस गरेका भावनाहरू। तर के छ भने विडम्बना के छ भने भावना त सबैले महसुस गर्छ होइन, दुःखको भावना, सुखको भावना, रिसको भावना होइन, हाँस उठ्दो मतलब हाँस्न मन लाग्ने भावना, प्रेमको भावना होइन, त्यो सबै भावना त मान्छेमा गुज्रिन्छ। तर वास्तविक जीवनमा के छ भने त्यो सबै भावना व्यक्तिबाट गुज्रिँदा पनि त्यो व्यक्तिले चाहेअनुसार खुलेर चाहिँ नि व्यक्त गर्न सक्दैन होइन। आफूलाई कोही व्यक्ति मन परिरहेछ र त्यो व्यक्तिमालाई गएर चाहिँ नि एकदम प्रेमको प्रस्ताव खुलेर राखिदिउँ भन्यो भने
वास्तविक जीवनमा गर्न गाह्रो छ हैन। आफूलाई त भइरहेछ, त्यहाँबाट कस्तो प्रतिक्रिया आउने हो हैन, वातावरण सहज छ कि छैन, अरूले के भन्ने हो हैन। अब त्यस्तै तपाईँलाई कसैसँग रिस पोख्न मन लाग्यो भने पनि तपाईँ सङ्कुचित हुनुपर्ने हुन्छ। मलाई जस्तो किसिमको रिस उठिरहेछ त्यो रिस मैले यो वातावरणमा पोख्न सक्छु कि सक्दिनँ हैन, त्यो व्यक्तिलाई नै पोख्न सक्छु कि सक्दिनँ हैन, प्रति उत्पादक हुने हो कि कुनै ठाउँमा तपाईँलाई एकदम हाँस उठिरहेको हुन्छ कुनै माहौलमा, त्यो माहौलमा तपाईँलाई फेरि कहिले कहिले हाँसो पनि तपाईँले दबाउनु पर्ने हुन्छ। तर सिनेमामा के छ भने एज अ कलाकार तपाईँको कथाले सबै त्यो कुराहरू मागिरहेछ हैन। सपोज मलाई स्क्रिप्टमा के भन्यो भने राजेश तिम्रो पात्रले एउटा रेस्टुरेन्टमा जान्छ, त्यहाँ बसिरहेको बेलामा उसले एउटा एकदमै राम्रो केटी देखेर ऊ एकदम मोहित हुन्छ र उसलाई यस्तै त्यो केटी मनपर्छ कि ऊ चाहिँ नि आफ्नो टेबलबाट गएर एउटा फुल लिएर आफ्नो घोडा टेकेर उसलाई चाहिँ नि ओहो तिमी जति सुन्दरी त मैले अहिलेसम्म भेटेकै थिइनँ, तिमीलाई मेरो त मनमा एकदमै प्रेम पलाएर आयो भन्नुपर्छ भन्यो भने म खुलेर गएर त्यो भनिदिन्छु मजाले हैन, यदि स्क्रिप्टमा छ एज अ कलाकार। अनि त्यहाँ चाहिँ नि मैले त्यो जुन आफ्नो प्रेमको भाव छ त्यो मैले पोख्न पाएँ हैन। त्यस्तै अब कोही भिलियन सिलियन आएको छ, मलाई मेरो स्क्रिप्टले भनेको छ यो मान्छेसँग चाहिँ तेरो एकदमै 2-3 पुस्ता अगाडिको रिस छ, यसलाई देख्ने बित्तिकै गएर त पुरा आक्रोश भएर रिस पोख भन्यो भने त्यहाँ मैले खुलेर रिस पोख्न पाएँ हैन। त्यस्तै हाँसो। त्यस कारण कलाकारले चाहिँ त्यो गर्न सक्छ। कलाकारले हरेक मानवीय भावनालाई चाहिँ नि महसुस गरेर प्रकट गर्न सक्छ। तर यदि कलाकार नहुने व्यक्ति हो, सामान्य व्यक्ति हो भने उसको सम्पूर्ण जीवन बित्छ त्यो भावनाहरूलाई चाहिँ प्रकट गर्न नपाइकन खुलेर। त्यस कारण मलाई कलाकार बन्ने इन्ट्रेस्ट चाहिँ त्यहाँबाट भयो के होइन। किनकि आखिर यदि यो दुनियाँमा कुनै कुरा स्थिर छ, एक पुस्तापछि अर्को पुस्ता या अर्को पुस्तासम्म केही कुरा स्थिर छ भने त्यो मानवीय भावना नै हो होइन। अहिले मलाई प्रेम जाग्दाखेरि जस्तो हुन्छ मलाई लाग्छ मेरो नातिलाई प्रेम जाग्दाखेरि पनि त्यस्तै नै हुन्छ होला। अहिले मलाई कसैसँग रिस उठ्दाखेरि जुन किसिमको चाहिँ नि भावनाबाट म गुज्रिन्छु मेरो नातिलाई पनि त्यही गुज्रिन्छ होला हैन। तर मेरो नातिको लगाई खवाई ऊ बस्ने काठमाडौँ ऊ बस्ने सहर चाहिँ नि मैले चिनेको काठमाडौँ मैले चिनेको सहरभन्दा परिवर्तित भइसकेको हुन्छ। त्यस कारण अन्य कुराहरू चाहिँ जतिसुकै परिवर्तनशील भए पनि भावना चाहिँ मेरो विचारमा स्थिर छ। अनि त्यो एउटा स्थिर भावनालाई मानिसले आफ्नो एउटा जीवनकालमा प्रकट गर्न सक्यो, महसुस गर्न सक्यो भने त भाग्यमानी हो नि हैन। अब हजुर धेरै विदेशमा बस्नुभयो हैन, नेपालमा नेपाली उसमा आएर चाहिँ चलचित्रमा अभिनय गर्नका लागि चलचित्र क्षेत्रमा चाहिँ आउनको लागि चाहिँ कतिको चुनौती थियो त्यो बेलामा चाहिँ? अझ धेरै त तपाईलाई राम्रोसँग नेपाली भाषा पनि बोल्न आउँदैन थियो भन्ने खालको कुराहरू हैन। यो चलचित्र कस्तो छ भने भनिन्छ नि यहाँ मात्रै हैन, खास भन्यो भने जस्तो अब कलाकार बन्ने, खेलाडी बन्ने हैन, या कुनै पनि सृजनशील चिज व्यक्तिमा आजीवन पेन्टिङ गरेर बस्न चाहन्छु भन्ने, या व्यक्तिले म अब आजीवन पेसा नै फोटोग्राफी लिन्छु भन्ने, या व्यक्तिले म अब आजीवन अरू पेसा गर्दिनँ म खालि कवि भएर बस्छु भन्ने भनेको यो चाहिँ असाध्यै असुरक्षित पेसाहरू हो के। कविहरू भयङ्कर सफल नभएका होइनन्, तर हरेक व्यक्ति कविता लेख्ने व्यक्ति फेरि जीवनका भौतिक चिजबाट त्यति सुरक्षित हुन्छ भन्ने त कुनै ग्यारेन्टी छैन हैन। पेन्टिङ गर्ने व्यक्ति पनि त्यही हो। यदाकदा पेन्टिङ गरेको व्यक्तिहरू फेरि असाधारण ख्याति कमाएर धेरै आर्जन पनि गरे हुन्छन्। तर फेरि हरेक व्यक्ति चाहिँ जो पेन्टर बन्न चाहन्छ उसलाई त्यही किसिमको ग्यारेन्टी या सुनिश्चितता त हुँदैन। त्यस कारण यी सबै पेसाहरू, यो सृजनाका पेसाहरू विशेष गरिकन चाहिँ नि असाध्यै असुरक्षित पेसा हो कि यहाँ मात्रै होइन संसारभरि नै। अब यहाँ त झनै हुने भयो मेरो पालोमा त्यो बेलामा हैन। आजभन्दा 35 वर्ष अगाडि कलाकार छोडिदिनुहोस् न, कोही व्यक्तिले आफ्नो अभिभावकलाई होइन आमा म अब बाँकीको जीवन फुटबल खेलाडी भएर जिउन चाहन्छु भन्यो
या म बाँकीको जीवन अब गीत गाएरै बस्न चाहन्छु भन्यो 35-40 वर्ष अगाडि भने आमा बाउले तँ त गर्छस् तर खानलाई के गर्छस् भनेर सोध्नुहुन्थ्यो होइन पेट कसरी पाल्छस् परिवार पाल्न चाहिँ के गर्छस् किनकि यो असुरक्षित पेसा यसले कुनै ग्यारेन्टी दिँदैन होइन अब अरू तपाईँले सो कल्ड सुरक्षित पेसा या कन्भेन्सनल कुराबाट चाहिँ तपाईँलाई ग्यारेन्टी के हुन्छ भने ल म आर्मीमा जान्छु भन्यो भने ल यो 30 वर्षसम्म जागिर खाने भयो त्यसपछि रिटायर हुने भयो त्यसपछि पेन्सन आउने भयो कमसेकम सुरक्षित हुने भयो होइन म प्रशासनमा जान्छु भन्यो भने सुरक्षित हुने भयो म कलेजमा पढाउन जान्छु भन्यो भने पनि ल यो पेसा भयो या बिजनेसै गर्छु भन्यो भने पनि केही न केही ऊ भयो तर यो त असाध्य सुरक्षित पेसा त्यसमाथि पनि नेपाल जस्तो ठाउँमा एउटा बिन्दुमा पुगेर आफ्नो लेखाइ पढाइ गरेर विदेशमा बसेर अब आफ्नो बुवा आमा पनि कलाप्रति रुचि नभएको व्यक्तिहरू त होइन तर एकदमै एक्टिङ फिल्डमा या सृजनशील फिल्डमा लाग्नुपर्छ भनेर चाहिँ नि खासै उहाँहरूले चाहिँ आफ्नो दिमागमा नराखेका व्यक्तिहरूलाई चाहिँ नि अचानक एक दिन उसको छोराले चाहिँ नि म होइन म कलाकार बन्न चाहन्छु म सिनेमामा खेल्न चाहन्छु भन्यो भने अलिकति आश्चर्य त हुने भयो होइन घरमा चुनौती हुने भयो अब आश्चर्य किन हुनुभयो भने कलाप्रति नफरत भएर होइन नि अब यस्तो व्यक्ति एउटा नौजवान त्यो पनि यस्तो राष्ट्रमा जहाँ खासै सिनेमाको त्यति भूत पनि छैन होइन वर्तमान पनि छैन अब भविष्य त के छ अब यस्तो पेसामा जान्छु भन्यो भने त अभिभावकको दृष्टिकोणबाट उहाँहरूलाई आफ्नो सन्तानले चाहिँ नि होइन एउटा उसको भविष्यप्रति खेलवाड गर्यो कि आफ्नो भविष्यलाई राम्रोसँग लिएन कि कतै दुःख पाउँछ कि होइन आफ्नो जीवनलाई चाहिँ नि गम्भीरतापूर्वक लिएन कि भनेर सल्लाह दिनु त उहाँहरूको कर्तव्य पनि हो होइन उहाँहरूले एउटा जिम्मेवारी पनि महसुस गरेर भन्ने हो मैले चाहिँ अहिले फर्केर त्यो हिसाबबाट लिन्छु कि तर फेरि व्यक्ति के हुँदो रहेछ भने यस्तो फिल्डमा लाग्ने व्यक्तिहरू चाहिँ नि यो सृजना गर्ने फिल्डको व्यक्ति चाहिँ नि त्यो हरेक विधामा जुनै पनि सृजनामा यदि ऊ लागेको छ भने ऊ किन लागेको छ भने उसको भित्री इच्छाबाट त्यो गरौँ भन्ने उसलाई एउटा कलिङ छ होइन भित्री इच्छाबाट अनि विडम्बना फेरि कस्तो हुन्छ भने जस्तो यो सबैकै यो सङ्गीतमा लाग्ने व्यक्ति खेलाडी व्यक्ति कलाकार व्यक्ति ऊ सफल नहुने जालसम्म होइन ऊ सफल नहुने जालसम्म अभिभावकहरू उसको वरिपरिको मान्छेले के भन्छ भने यो व्यक्ति त खालि बिहानबाट साँझसम्म गिटार लिएर बस्छ कामकाज पनि गर्दैन केही पढ्दा पनि पढ्दैन होइन जीवनलाई चाहिँ नि यसले चाहिँ एकदम गम्भीरतापूर्वक पनि ल्याएको छैन बिहान उठेकी गिटार साँझ उठेकी गिटार खालि साथीभाइलाई जम्मा गरेको छ गीत गाएको छ या बिहान उठेकी फुटबल साँझ उठेकी फुटबल होइन गयो कि खेल्न जान्छ या मेरो केसमा खालि नाटकप्रति लागिरहेको हुन्छ हिरो बन्छु भन्छ ऊ बन्छु भन्छ होइन मान्छेले सोध्छ नि त आफूलाई 2-4 जनाले के अलिकति ह्यान्डसम छ भनिदियो ऊ भनिदियो हिरो बन्छु भन्छ जिन्दगीलाई गम्भीरतापूर्वक ल्याएको छैन भनेर भन्छन् होइन तर कदाचित कालान्तरमा गएर ती व्यक्तिहरू सफल भयो भने फेरि एउटा गायक भयङ्कर सफल गायक भयो भने फेरि उसलाई चाहिँ एकदमै समाज र राष्ट्रको चाहिँ जिम्मेवार नागरिक कहलिन्छ र उसलाई चाहिँ खालि गीत सङ्गीतको बारेमा मात्रै नसोधेर राष्ट्रको राजनीतिको बारेमा वातावरणको बारेमा होइन विभिन्न चाहिँ नि सामाजिक कार्यहरूको बारेमा त्यतापट्टि पनि सोधिन्छ तर सुरुवातमा चाहिँ नि खालि यो गिटार मात्रै लिएर हिँड्छ फुटबल मात्रै लिएर हिँड्छ कतैबाट पनि साथ सपोर्ट नपाएको अवस्था हुन्छ तर सफल भइसकेपछि चाहिँ नि फेरि यो हुन्छ त्यही कारण यो सृजनाको फिल्डमा चाहिँ नि अब तपाईँले सफलता हासिल गर्नु भएन त्यतिकै सुरुवात गर्नुभयो भने कसैले पनि तपाईँलाई गम्भीरतापूर्वक लिन सफल भइसकेपछि फेरि अर्कै दृष्टिकोणबाट हेरिन्छ कि तर अरू पेसाहरू जस्तो तपाईँ डक्टर हुनुभयो इन्जिनियर हुनुभयो भनेपछि तपाईँ डक्टरीको चाहिँ नि सुरुवाती चरणमा पनि तपाईँलाई मान्छेले डक्टरै भन्छ नि पढिरहे पनि ऊ डक्टर भइसक्यो होइन डक्टर पढेर उसले डक्टर केही बेला प्र्याक्टिस गरेन भने पनि उसलाई डक्टर भन्छ तर कलाकारलाई चाहिँ नि उसले आफूले सफलता यदि देखाउन सकेको छैन भने
खै केही गरेको छैन होइन अगाडि बसेर एक्टिङ गर्छ आफैले पत्याउनन् भनौँ न बाहिर त कसले एक्टिङ गर्छु भन्छ भनेर भन्छ कि त्यो छ त्यस कारण घरबाट भयो मेरो पनि नेपाल जस्तो ठाउँमा त हुने नै भयो होइन म यस्तो बेलामा प्रवेश गरेको थिएँ जुन बेलामा नेपाली समाजको आधुनिक र चलचित्रको लगभग सुरुवाती नै त्यसरी भयो होइन अब नेपालमा एउटा लामो इतिहास त छ नेपाली चलचित्र बनाएको तर निरन्तरताको चाहिँ नि त्यस्तो इतिहास छैन कि जस्तो हामीले आजभन्दा मलाई लाग्छ कि 50-60-70 वर्ष नै भयो होला पहिलो फिल्म बनाएको तर पहिलो फिल्म त्यो बेलामा बनायो त त्यसपछि एकदम निरन्तर हिसाबबाट बनाएन अनि बिचबिचमा बनायो 20-22 साल 24 सालतिर आएर फिल्महरू बनायो अनि म आउँदाखेरि मेरो विचारमा 70 वर्षको म आउँदाखेरि अब 30-35 वर्षको इतिहास थियो 30-35 वर्षको इतिहासमा पनि हार्डली 10-12वटा फिल्म पनि बनाएको थियो कि थिएन त्यस्तो थियो अनि आज सम्झिँदाखेरि अब घर परिवार साथ सपोर्ट हजुरको कुरा अनुसार चाहिँ मेन कुरा त तपाईँ कहाँ जान खोज्दै हुनुहुन्छ तपाईँको लक्ष्य के हो तपाईँ खुसी कहाँ हुनुहुन्छ घर परिवारको इच्छा विपरीत पनि आफ्नो सपना चाहिँ लिएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने खालको सपना भन्दा पनि कस्तो छ भने आफ्नो भित्री इच्छा हैन जसलाई हामीले प्यासन भन्छौँ यो फेरि यो जरुरी छैन कि तपाईँको प्यासनले दोहोऱ्याएको चिज यदि तपाईँले गर्नुभयो भने त्यहाँ भयङ्करै सफलता हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन हेर्नुहोस् तपाईँ जतिसुकै प्यासनेट भए पनि धेरै प्यासनेट कलाकारहरू असफल कलाकार भएका छन् धेरै प्यासनेट गायकहरू असफल गायकहरू भएका छन् हैन धेरै प्यासनेट चित्रकला गर्ने व्यक्तिहरू चाहिँ त्यति चाहिँ प्रख्यात हुन सकिरहेका छैनन् त्यस कारण तपाईँ कुनै चिजमा एकदमै प्यासनेट हुनुहुन्छ भन्ने बित्तिकै तपाईँले त्यो क्षेत्रमा लागेपछि चाहिँ तपाईँले त्यसलाई कुनै न कुनै बिन्दुमा पुर्याउनुहुन्छ भन्ने ग्यारेन्टी चाहिँ नि हुँदैन त्यसमा चाहिँ नि व्यक्ति सचेत हुनुपर्छ विशेष गरिकन यस्तो क्षेत्रमा लागेको व्यक्ति तर फेरि पनि व्यक्तिले आफ्नो एउटा बिन्दुमा विशेष गरिकन यदि उसँग समय छ उसँग उमेर छ भने चाहिँ नि उसले आफ्नो प्यासनलाई चाहिँ नि एकचोटि टेस्ट चाहिँ नि गर्नुपर्छ एकचोटि ट्राई चाहिँ नि गर्नुपर्छ यो नहोस् कि तपाईँ 10, 15, 20, 25 वर्षपछि जीवनको एउटा बिन्दुमा पुगिसकेपछि त्यो बेलामा मलाई यो गर्ने यत्रो इच्छा थियो मैले त्यो बेलामा गरेको भए सायद त्यो क्षेत्रमा म भयङ्कर सफल हुन्थेँ कि आज हेर त त्यो क्षेत्रमा को व्यक्तिहरू यसरी सफल भइरहेछन् हैन भन्ने पछुतो नहोस् त्यस कारण तपाईँसँग उमेर छ तपाईँसँग समय छ भने आफ्नो प्यासनलाई त जतिसुकै असुरक्षित भए तापनि त्यसको सफलताको उदाहरण तपाईँको वरिपरि नभए तापनि हैन तपाईँले त्यसलाई एकचोटि चाहिँ ट्राई चाहिँ गर्नुपर्छ किनकि तपाईँको अगाडि उदाहरण नभए पनि के थाहा भोलि यो नौलो पेशामा लागेर तपाईँ आफै उदाहरणीय बन्न सक्नुहुन्छ कि एक्चुअली ट्राई चाहिँ गर्नु मेरो मान्यता त्यही थियो त्यस कारण मेरो बुवा आमा सबै खिलाफमा भए पनि मैले उहाँहरूलाई के भने म यसमा प्यासनेट छु एकचोटि चाहिँ मैले ट्राई गर्नुपर्छ म यङ पनि छु जीवनको 2-3 वर्ष 4 वर्ष म जुवा खेल्न सक्छु हैन मेरो यो जीवनमा अर्को 4 वर्षसँग पनि म प्यासनेट भएको क्षेत्रमा हात लगाए शून्य भयो भने ठिक छ म फेरि यु टर्न गरेर अर्को केही चिज गर्छु जीवनको लागि हैन समय त छ त्यसकारण मेरो त्यही नै हो आफ्नो प्यासनेट भएको चिजलाई गर्नु समयमा सफल भएन भने फेरि बुद्धि पुर्याउनुस् कि अब चाहिँ यु टर्न गर्नु पर्यो समय बर्बाद गर्नु भएन तर आफुलाई चाहिँ एकपटक चाहिँ ट्राई चाहिँ गर्नुपर्छ ताकि तपाईलाई पछुताउ नहोस् नि हैन एकचोटि ट्राई गरेर तपाईँ असफल हुनुभयो भने त तपाईँ जीवनको अर्को बिन्दुमा पुगेर पनि तपाईलाई पछुतो हुँदैन नि तपाईँले भन्नुहुन्छ कि म प्यासनेट त थिएँ ट्राई पनि गरेँ तर मबाट भएन त्यो त्यसकारण म अब आफ्नो बाटो अर्कोतिर लागेँ लगभग यहाँले झन्डै 300 भन्दा बढी चलचित्रमा काम गरिसक्नुभयो हैन जसरी यहाँले जुन ट्रायलको कुरा गर्नुभयो नि यहाँ त्यो बेला नै तपाईँ सफल भइसक्नु भएको थियो आफूलाई प्रमाणित गरिसक्नु भएको थियो र पनि यहाँको बुबा तपाईको पेसालाई लिएर चाहिँ त्यति खुसी हुनुहुन्थेन आजको दिनमा आएर चाहिँ यदि हजुरको यो सपना हैन यहाँसम्मको यो उपाधि
चलचित्रको योगदान बुबाले देख्न पाएको भए या हजुरले देखाउन पाएको भए हो हैन के लाग्छ बुवाले यो देख्नु बुवा त प्रसन्न नै हुनुहुन्थ्यो होला किनकि बुवाको त्यो बेलामा मैले भने नि कलाप्रतिको एकदमै नफरत हैन कलालाई चाहिँ यो मतलब एउटा उच्च स्तरमा नगन्ने किसिमको व्यक्ति हैन उहाँले कलाको सम्मान गर्ने व्यक्ति हो कलालाई रुचाउने व्यक्ति पनि हो हैन उहाँ आफै एकदम पढे लेखेको व्यक्ति हो नेपालमा धेरै फिल्म नबने पनि अन्यहरू राम्रा राम्रा फिल्महरू हेर्न रुचाउने व्यक्ति पनि हो हैन राम्रो राम्रो सृजनाको प्रशंसक पनि हो तर उहाँलाई चाहिँ नि अब म नेपालमा सिनेमामा काम गर्छु भन्दाखेरि अब मेरो छोराको भविष्य चाहिँ नि अन्यथा हुने भयो हैन योबाट मैले यस्तो अपेक्षा राखेको थिएँ या यसलाई यस्तो किसिमको चाहिँ नि मैले एक्सपोजर दिएको थिएँ लाइफमा एजुकेसन होस् विभिन्न ठाउँमा जाने होस् र यति सबै गरे पश्चात चाहिँ नि ऊ अब एउटा यस्तो पेसामा लाग्दैछ जहाँ चाहिँ नि खासै भविष्य छैन भनेर उहाँले मलाई खालि हतोत्साहित गर्न खोज्नुभयो त्यो बेलामा म चाहिँ नि अघि तपाईँले भने जस्तो होइन प्यासनेट छु यसमा गर्नुपर्छ भनेर लागि परेँ तर त्यसकारण बुवा त्यसको खिलाफमा जानुभयो तर बुवाले मलाई जहिले पनि के भन्नुहुन्थ्यो भने व्यक्ति जुनै पनि पेसामा किन नलागोस् यो पनि भन्नुहुन्थ्यो है उहाँले मलाई जीवनमा व्यक्ति कुनै पनि पेसामा किन नलागोस् यदि त्यो पेसालाई उसले सफलतापूर्वक अगाडि बढाउन सक्छ र अझ विशेष गरिकन उसको रोजाइको क्षेत्रमा ऊ अब्बल हुन सक्छ हैन सकेसम्म नम्बर 1 हुन सक्छ या बेस्ट 10 मा पर्न सक्छ बेस्ट 5 मा पर्न सक्छ भने व्यक्तिले कुनै पनि पेशा गर्न सक्छ भनेर भन्नुहुन्थ्यो हैन चाहे सडक सफा गर्नेबाट लिएर गाडी चलाउनेबाट लिएर प्रशासनबाट लिएर जे पनि गर्न सक्छ प्रोभाइडेड ऊ त्यो पेशाको चाहिँ नि अब्बल व्यक्ति होस् यहाँको बुबासँगको अन्तिम संवाद के थियो त संवादै भएन मौन त थियो बोलचालै थिएन मेरो बुवासँग पछि बोलचाल भएन कहिले भएन भने मैले मेरो पहिलो चलचित्र गरेँ भाग्यरेखा हजुर हैन भाग्यरेखा गर्ने बेलामा उहाँले मलाई चाहिँ नि अलिकति हतोत्साहित गरिरहनु भएको थियो नगर भनेर त्यो भन्दा भन्दै पनि म भाग्यरेखा गर्न गएँ भाग्यरेखा चलचित्र तपाईँलाई थाहा छ कि छैन त्यो मैले कम्प्लिट गर्न पाइनँ हैन छायाङ्कन गर्न गएको मलाई लाग्छ करिब 10 दिन कि 2 हप्ता नपुग्दै मलाई र नायिकालाई त्यसबाट निष्कासित गरियो अनि हामी त्यसबाट निष्कासन भइसके पश्चात त बुवाले अब के सोच्नुभयो भने ल तेरो प्यासन के थियो तैँले ट्राई गरिहालिस् सक्यो त असफल भइस् अब हाम्रो कुराहरू सुन हैन अब अर्को के गर्ने हो त्यो गर्नेतिर लाग गम्भीरतापूर्वक भनेर उहाँले भन्नुभयो तर त्यो बेलामा पनि मैले चाहिँ अलिकति जिद्दी गरेँ हैन यो त उहाँहरूले मलाई निकाल्नु त भयो तर ममा केही खुबी छैन ममा अझ पनि चाहिँ नि कलाकारिता गर्ने चाहिँ नि क्षमता पनि छ त्यो आत्मविश्वास पनि छ त्यसकारण म अहिले यो पहिलो असफलताबाट चाहिँ नि हरेस खानु हुँदैन म अर्को गर्छु भन्दाखेरि त्यहाँ चाहिँ नि अनि बुवाले मलाई त्यसो भनेपछि अनि उहाँले मलाई अलमोस्ट गिभ अप गर्नुभयो कि हैन अभिभावकहरूले भन्छ नि अब जति सम्झाए जति भने पनि नमान्ने अब जे गर्ने हो गर जा त मेरो लागि भन्ने टाइप गाइस अब हामीले भनेको मान्दैन जे मन लाग्छ त्यही गर्दैन अब के गर्ने जे मन लाग्छ त्यही गर जा भन्ने बिन्दु चाहिँ नि त्यहाँ पुग्यो हैन अब कति समय यहाँहरुको संवाद भएन अब त्यो भाग्यरेखा गर्ने बेलासम्म पनि अलिअलि तिक्तता या चिसोपन त थियो तर संवाद त चलिरहेको थियो केही न केही अनि जब म भाग्यरेखा पश्चात चाहिँ नि बिस्तारै अब यस्तो कुराहरू कस्तो भने यो संवाद बन्द भन्ने कुराहरू आज एकदम रिसाएर भन्यो भोलिपल्टबाट कट्टी बोल्दै नबोल्ने भन्ने हुँदैन कि यो कस्तो हुन्छ भने त्यो भन्दा पनि अझ डर लाग्दो हुन्छ कि अब
त्यो मनमुटाव भइसकेपछि अनि उहाँले बिस्तारै 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 चाहिँ नि एकदम चिसोपन भएर चाहिँ नि अलगिँदै जान्छ व्यक्ति। अब एउटै घरमा बस्ने होइन, बाउ छोराहरू हुन्छ एउटै रुममा बस्दाखेरि अप्ठ्यारो या एउटै टेबलमा खाना खाँदाखेरि अप्ठ्यारो होइन। अनि अब त्यही त अब केही अब एकदमै चिसोपन के सँगै भएर पनि एउटै घरमा बस्दाखेरि पनि अप्ठ्यारो होइन। सब परिवार बसेर टेलिभिजन हेरिरहेछ र बुवाले पनि हेरिरहनु भएको छ। अनि म पनि अचानक त्यो टेलिभिजन हेर्ने रुममा गएँ होइन। पहिला त अब टेलिभिजन भने सामूहिक हिसाबमा बसेर हेर्थ्यो। म गएँ भने म गएको 2-3 मिनटमा उहाँ उठेर गइदिनुहुन्थ्यो होइन। अनि पछि के लाग्छ भने मलाई अब उहाँ भएको ठाउँमा म गएँ भने उहाँ उठेर जानुहुन्छ, त्यस कारण खालि जाँडी एसेको म त्यहाँ जाँदै नजाउँ होइन। उहाँलाई उठाएर पठाउनुभन्दा त त्यहाँ जाँदै नजाउँ अर्को ठाउँ। अब त्यस्तो हुँदै जान्छ कि। अनि त्यो भएपछि चाहिँ नि एकदमै अब त्यो सम्झौताको सुरुवात कहाँबाट गरौँ भन्नेमा चाहिँ नि एकदमै मान्छे अन्यल हुँदै जान्छ। अनि त्यो झन्झन अप्ठ्यारो पर्दै जान्छ, झन्झन गाह्रो पर्दै जान्छ। हजुरको संवाद बाबासँग चाहिँ नहुँदै होइन, बुवा हामी माझ रहनु भएन होइन। सायद त्यो पहिलो फोन नै तपाईँलाई आएको थियो जो कि यहाँको बुबा चाहिँ नमोर भनेर। त्यो इन्सिडेन्ट कसरी सम्झिनुहुन्छ जब कि आफ्नो सपना देखाउन नपाउँदा र आफ्नो सपनालाई बुवाले सपोर्ट नगर्दाखेरि? त्यही त उहाँ र मेरो बोलचाल नभएको तपाईँको मैले भाग्यरेखा छोडेर अनि त्यस पश्चात 2.5 वर्ष, त्यसको 2.5 वर्षपछि मैले युगदेखि युग गरेँ होइन। अनि युगदेखि युग गरेको 2 वर्षपछि उहाँको मृत्यु भयो भनेपछि उहाँ र मेरो बोलचाल नभएको करिब 5 वर्ष भइसकेको थियो होइन। युगदेखि युग गर्नुभन्दा अगाडिको 2.5 वर्ष अनि युगदेखि युग गरिसकेपछि करिब 2.5-3 वर्षपछि उहाँ बित्नुभयो भन्दाखेरि 5 वर्ष हाम्रो बोलचालै भएको थिएन, संवादै थिएन। अनि उहाँ जब पाकिस्तान जानुभयो, पाकिस्तान जाने बेलामा पनि हाम्रो बोलचालै भएन। अब म बिहान सुटिङमा गएँ, साँझ आउँदाखेरि उहाँ हुनुहुन्न थियो, उहाँ गइसक्नु भएको थियो होइन। तर त्यो बेलासम्म पनि त्यस्तो थिएन कि। अब बुवा त्यो बेलामा 56 वर्षको हुनुहुन्थ्यो। अनि मैले के सोचेँ भने अब त्यो बेलासम्म चाहिँ नि मेरो फिल्म यात्राले एउटा रफ्तार लिइसकेको थियो कि। मेरो युगदेखि युग एकदमै सफल भइसकेको थियो होइन। त्यस पश्चात अरू फिल्महरू पनि अकल्पनीय सफलता हासिल गरिसकेको थियो एउटा नेपाली चलचित्र क्षेत्रमा एउटा कलाकारले। उहाँ पाकिस्तान जानुभएको चाहिँ नि मैले गोपी कृष्ण फिल्मको सुटिङ सक्दाखेरि उहाँ जानुभयो होइन। गोपी कृष्ण सक्दाखेरि उहाँ जानुभयो। अनि त्यस पश्चात मैले भाउजू फिल्म सकेँ। अनि भाउजू फिल्म सकेर देवता गर्ने बेलामा उहाँ पाकिस्तानबाट चाहिँ नि त्यो तपाईँले भने जस्तो फोन कल आएर तपाईँको बुवा अब यो संसारमा रहनुहुन्न भनेर पाकिस्तानबाट फोन आयो। त्यो संयोगवश तपाईँले भने जस्तो त्यो फोन उठाउने व्यक्ति म नै परेँ हेलो होइन। अनि त्यही हो। अनि देवताको छायाङ्कन गर्ने बेलामा अब भाउजू सकेर अब देवताको छायाङ्कन प्रारम्भ हुन्छ भन्ने बेलामा उहाँको मृत्युको खबर आयो। उहाँको मृत्यु नभएको भए म इमिडिएटली देवताको सुटिङमा लाग्नेवाला थिएँ। अनि उहाँको खबर आइसकेपछि अनि त्यसपछि उहाँको त्यतिखेर चाहिँ जस्तो मैले नलागे पनि हुन्थ्यो या मैले एक्चुअली बुवासँग बोल्न पाए हुन्थ्यो भन्ने हुन्छ नि त हर मान्छेको। र त्यतिखेर चाहिँ के फिल गर्नुभयो त? भन्छ नि मैले मेरो सपना सफलता नै देखाउन पाइनँ भन्ने हुन्छ नि। यस्तो कुराहरू इमिडिएटली हुने बित्तिकै या भएको केही समयमा व्यक्ति एउटा भावनाबाट गुज्रिन्छ कि। तर फेरि समय बित्दै गइसकेपछि
फेरि त्यसप्रतिको दृष्टिकोणमा पनि अलिअलि परिवर्तन हुँदै आउँछ। जस्तो मेरो इमिडिएट रियाक्सन चाहिँ कस्तो थियो भने अब बुवा बितिसके पश्चात होइन बित्ने बित्तिकै त अब केही सोच्ने कुरा आएन, तर केही समय बितिसकेपछि 2-3 महिना 4 महिना बितिसकेपछि चाहिँ नि व्यक्तिले सोध्छ कि ओहो अब उहाँ विदेश जाने जेलसम्म पनि मलाई के लागेको थियो भने अब यो हाम्रो अन्तिम भेटघाट हुँदैन, बुवा के भयो त नजानु भएर 56 वर्षको मान्छे त बित्छ भन्ने त हुँदैन होइन। उहाँको अलिकति एउटा क्रोनिक ब्लड प्रेसर हाई चाहिँ नि थियो, अरू हिसाबले उहाँ अस्वस्थ भएको मैले कहिले पनि देखेको छैन होइन। ज्वरो आएर खाटमा पल्टेको या बिरामी भएको पनि थाहा थिएन, तर ब्लड प्रेसर चाहिँ नि उहाँलाई 30को दशकदेखि नै थियो। तर ब्लड प्रेसरले त्यस्तो गर्दो रहेछ, ब्लड प्रेसर र हाइपरटेन्सन थियो उहाँलाई होइन। अनि 56 वर्षकोमा बित्छु हुने थाहा छैन। पाकिस्तान गए पनि पाकिस्तान कति टाढा हो र होइन। अब फेरि उहाँ सधैँको लागि जाने होइन, अब राजदूत भएर जानुभएको 4 वर्षलाई खटेर जानुभएको, 4 वर्षको अवधिमा पाकिस्तान आफू पनि जान सकिन्छ या 4 वर्षपछि उहाँ पनि आउन सक्नुहुन्छ। अब सिनेमाको यात्रा एउटा रफ्तारमा चलिसकेको छ। अब त्यस पश्चात बुवा आइसकेपछि त कुरा बनि नै हाल्छ होइन। उहाँले म आफू आफ्नो चाहेको क्षेत्रमा इङ्गेज भएको, बिजी भएको होइन, प्रोडक्टिभ भएको देखिहाल्नुहुन्छ। अनि त्यो किसिमको सोचाइ एक दिन त कन्भिन्स भइहाल्नुहुन्छ नि, खुसी हुनुहुन्छ, माया छँदैछ, उहाँप्रतिको श्रद्धा छ, माया छ, सबै छ होइन। र मलाई पनि विश्वास छ उहाँले चाहिँ उहाँको चाहिँ एउटा स्नेह म प्रति प्रशस्त छ भन्ने, त्यो पनि विश्वास छ आफूलाई, बोलीचाली नभए पनि। अब त्यो गरेर छुट्टिएको, तर अब के थाहा उहाँ गएको 2 महिनामा हार्ट एट्याक भएर उहाँ गाडीमा आउँदाखेरि गाडीमै हार्ट एट्याक भएर उहाँको चाहिँ नि हार्ट एट्याक भन्दा पनि उहाँलाई श्वास प्रश्वासमा समस्या भएर अनि कार्डियक अरेस्ट भएको अनि उहाँ बित्नुभयो। अनि त्यो बितेपछि चाहिँ नि धेरै कुरा अधुरो लाग्दो रहेछ कि, किनकि आफूले त थाती छोडेको थियो नि सबै कुराहरू, भइ नै हाल्छ एक दिन भइ नै हाल्छ भनेर छोडेको, तर त्यो एक दिन आएन होइन। अब एक दिन आएन, अब भन्ने कुरा पनि अधुरै रह्यो, अनि प्याचअप गर्ने कुरा पनि अधुरै रह्यो। अब त्यो अधुरोपन फेरि आफ्नो जीवनकालभरि नै रहने भयो। गर्दाखेरि त त्यस्तो किसिमको सम्बन्धलाई लिएर व्यक्ति इमिडिएटली त एउटा सोचाइमा परिहाल्छ नि। अनि सोचाइ के हुन्छ भने अब कहिलेकाहीँ यस्तो पनि लाग्छ अब उहाँ त अभिभावक हो, उहाँ मभन्दा बढ्ता जान्ने बुद्धि भएको व्यक्ति हो, जीवन बुझेको व्यक्ति हो। सायद एज अभिभावकको नाताले उहाँलाई चाहिँ नि म एउटा छोरा, एउटा अन्जान व्यक्ति होइन, एउटा युवा जसले विभिन्न गल्ती गर्न सक्छ, त्यो व्यक्तिलाई उहाँले सम्झाउनु पर्थ्यो कि जसरी पनि। अब अर्को तरिकाबाट होइन यो मेरै गल्ती हो, उहाँ त बुवा जस्तो मान्छे, उहाँ त मैले मान्नु पर्थ्यो, मैले गएर माग्नु पर्थ्यो, मैले नै गर्नु पर्थ्यो भन्ने लाग्थ्यो। त्यो दुविधामा भयो। तर आजको बिन्दुमा आएर चाहिँ नि फेरि अलिकति परिवर्तन भएको छ। आजको बिन्दुमा आएर चाहिँ नि सायद मैले नै इनिसिएटिभ लिनु पर्थ्यो कि होइन। त्यो कतिको सही हो गलत हो, तर अब गल्ती चाहिँ नि म आफैले लिन्छु। मैले चाहिँ नि त्यस्तो भएकोमा आजको बिन्दुमा आएर त्यस कारण बुवासँगको मृत्यु पश्चातमा पनि म विभिन्न भावनाबाट गुज्रेँ कि। तर आज चाहिँ मसँग एउटा ठोस भावना छ। ठोस भावना के हो भने गल्ती मेरै हो। उहाँले त मलाई राम्रै चाहनुभएको हो। सिनेमामा नजा भनेको पनि उहाँ एकदम मेरो दुश्मन भएर सिनेमामा नजा भने होइन, मेरै भलोको लागि भन्नुभएको हो, मेरै भविष्यको लागि भन्नुभएको हो। फेरि अब चलचित्रमा लाग्नुभन्दा अगाडि उहाँले मलाई जीवनमा उहाँले आफूले सक्दो राम्रो से राम्रोसँग चाहिँ मलाई हुर्काउनु भयो होइन। राम्रो से राम्रो स्कुलमा पढाउनु भयो, राम्रो से राम्रो ठाउँमा घुमाउनु भयो, शिक्षा दिनु, हरेक कुराको चाहिँ परिपूर्ति गरिदिनु भयो। अब त्यो श्रेय त बुवाप्रति छ नि त होइन। त्यो बुवाले नगरिदिएको भए त सायद मेरो यो व्यक्तित्व निर्माणै हुँदैन थियो होला होइन। मेरो यो व्यक्तित्व निर्माणको जग बसालिदिएको त फेरि उहाँले हो। त्यस कारण उहाँलाई म आजको बिन्दुमा चाहिँ नि उहाँलाई म दोष दिन्न, दोष मेरै हो। अचानक
एक्कासी बुवालाई भेट्ने मौका पाउनुभयो, बुवा आउनुभयो, त्यतिखेर तपाईँ चाहिँ होइन बुवा हुन्छ नि कहिलेकाहीँ सपनामा आउने या बुवा आउनुभयो भने बुवा खुसी नै हुनुहुन्थ्यो होला, किनकि त्यो बिन्दुमा उहाँलाई के लागेको थियो भने एक त अघि तपाईँले भन्नुभयो नि म अब धेरै जसो विदेश बसेर होइन त्यो पृष्ठभूमि पनि थियो, आफ्नै समाजमा त्यति हुलमेल नभइसकेको, अनि त्यसमा पनि यो समाजमा आएर त्यस्तो किसिमको पेसा रोजिरहेछ भनेपछि त म पश्चात मेरो छोराले के गर्छ होइन, म यहाँ भोलि भएन भने मैले उहाँको खुट्टामा उभिएर यो भनिरहेको छु कि म उहाँको खुट्टामा उभिएर यदि मैले अहिले सोच्ने हो भने मैले के सोच्छु भने मेरो जीवनकालपछि मेरो छोराको जीवन के हुन्छ त सोध्छ नि बुवा आमाले होइन। र मेरो आफ्नो सन्तानलाई म एकदमै अनिश्चितताको जीवनमा चाहिँ छोडेर जान चाहन्छु, केही न केही भएको होस्, केही न केही गरेको होस् होइन। अब खान लाउने नै दुःख नहोला तर जीवनमा केही न केही गरेको होस् त भन्ने इच्छा हुन्छ नि व्यक्तिलाई। त्यस कारण उहाँको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ नि म त्यसरी हेर्छु। त्यस कारण आज उहाँ यदि आउनुभएको भए, यदि आज उहाँ प्रकट हुनुभएको भए त यो एउटा लामो बिन्दुसम्म आएर यो यात्रा तय गरिसकेको म होइन, जुन पेसामा उहाँले चाहिँ नि अन्यलता देख्नुभएको थियो त्यो पेसालाई कुनै न कुनै प्रकारले चाहिँ एउटा सफलताको बिन्दुमा होइन, सफलता भनेको त अब रिलेटिभ टर्म्स हो होइन, कतिलाई केलाई सफलता भन्ने कुरा त आउँछ होला, तर जे जस्तो भए पनि एउटा सफलताको आफ्नो मेरो दृष्टिकोणबाट पुऱ्याएको देख्दाखेरि त उहाँ प्रसन्न नै हुनुहुन्थ्यो होला, प्रसन्न नै हुनुहुन्थ्यो होला, खुसी हुनुहुन्थ्यो आजको सफलतालाई लिएर। मैले यदि उहाँ आउनु भए यहाँ भने एकदम अतिरञ्जित तरिकाले बुवा चाहिँ हुँदैन थियो होला होइन, तर एउटा साइलेन्टली, किनकि उहाँ पनि असाध्यै समझदार व्यक्ति हो, म पनि हो। आजको बिन्दुमा आयो भने उहाँले के गर्ने, उहाँको एक्सप्रेसन चाहिँ नि वेल डन जस्तो किसिमको। जस्तो अब अलिकति अब यो टपिकबाट अलिकति चेन्ज गरौँ होइन, तपाईँ अब सुरुवाती दिनदेखि नै एकदमै राम्रो शरीर सुगठित शरीर लिएर आउनुभयो होइन, त्यो बेलामा चाहिँ जिमखानाहरू कतिको थिए, चलचित्रमा आउनका लागि चाहिँ आफूलाई चाहिँ कसरी मेन्टेन गर्नुहुन्थ्यो? हो, म आफ्नो यो फिजिकल हेल्थलाई लिएर हजुर धेरै पहिलादेखि सचेत थिएँ कि, धेरै पहिलादेखि, मतलब अलमोस्ट स्कुली जीवनदेखि नै कि व्यक्ति स्वस्थ हुनुपर्छ, फुर्तिलो हुनुपर्छ, यो हुन्छ भनेर त्यो चाहिँ थियो ममा। तर त्यो हुनको लागि यो 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 गर्नुपर्छ भने पर्याप्त ज्ञान चाहिँ सायद थिएन होला सुरुवाती दिनमा होइन। जस्तो आजको बिन्दुमा म स्वस्थ रहन, यो गर्न, मैले यस्तो खानपिन गर्नुपर्छ, यस्तो शैली गर्नुपर्छ, यति सुत्नुपर्छ, यो गर्नुपर्छ भन्ने एउटा मापदण्ड हुन्छ नि त। अब सुरुवातमा चाहिँ खेल के भने फुर्तिलो हुनुपर्छ, शरीर राम्रो हुनुपर्छ होइन। अझ मेरो त त्यो सुरुवातदेखि कपाल पनि राम्रो हुनुपर्छ, मेरो कपाल एकदमै लामो लामो सुरुदेखि पाल्थेँ पहिलेदेखि एकदमै सिल्की कपाल हो कपाल। अनि स्कुली जीवनमा त अझ म के गर्थेँ भने म कपाललाई लिएर धेरै चिन्तित हुन्थेँ कि। तपाईँलाई एउटा हाँसउठ्दो कुरा भन्छु, म कहिले राति सुत्ने बेला सुत्नुभन्दा अगाडि दाँत सात माझेर ऐनामा हेर्थेँ होइन। क्लास फेरि जम्मा 5-6 क्लासको मान्छे, 5-6 क्लासमा पढ्नु, 5-6 क्लासमा पढ्दाखेरिको कुरा सुन्नु है, ऐनामा हेरेर। अनि मलाई कपाल चाहिँ मेरो एकदमै मिलाए जस्तो लाग्थ्यो कि होइन। तपाईँ पनि महिला हुनुहुन्छ, तपाईँलाई पनि थाहा होला। अनि कपाल एकदम, तर आज यो कपाल यसरी मिलिरहेछ भने भोलि बिहान नै यस्तै मिल्छ भन्ने ग्यारेन्टी त हुँदैन होइन होइन तपाईँलाई। अनि म कपाल के भन्छु, भोलि बिहान पनि यो स्कुल जाने बेलासम्म पनि यस्तै गरी मिलिरहनु
खै सुतेर उठ्ने बेलासम्म चाहिँ नि भतापुङ भएर बिग्रिहाल्छ फेरि बिग्रेर यो सेटमा नआउने हो कि भनेर अर्क्यो। अनि म कहिले कहिले मेरो दिदीहरूले पनि सबले हेरेर यो के पागल हो कि त्यो जाडोमा लाउने त्यो कान ढाक्ने टोपी हुँदैन, कपाल यताउति जाला भनेर त्यो जाडोमा लाउने कान ढाक्ने टोपी लगाएर जाने म सुत्थेँ कि मेरो अनि दिदीहरू पनि मलाई हेरेर अनि भोलि बिहान फेरि एकदम ड्रामेटिक अनि ऐनामा गएर अनि फेरि कपाल त त्यही नै हो नि होइन, जो मान्छे एकदमै कपाल मिलोस् भन्ने चाहने व्यक्तिलाई अलिकति पनि यताउति भयो भने त्यो कपाल यताउति भयो भने एकदम थाहा हुन्छ क्या, बिग्रियो यता बाहिरको मान्छेलाई थाहा हुँदैन होइन, आफूलाई चाहिँ थाहा हुन्छ नि होइन। अझ महिलाहरूलाई झन् अब त यो गुड हेयर डे ब्याड हेयर डे हुन्छ नि, कपाल त त्यही नै हो। तर हिजो अस्तिसम्म पार्टीमा कति राम्रो, आज पार्टीमा जाने मिलेकै छैन मान्छे अदली। मेरो पनि त्यही हुन्थ्यो भने बिहान उठ्दाखेरि चाहिँ हजुर कपाल बिग्रिन्थ्यो कि म कहिले पनि त्यो हिजो रातिको र भोलि बिहानमा चाहिँ कहिले सन्तुष्टि भएन। मलाई लाग्छ यार यो स्कुल जाने बेलामा हिजो रातिको जस्तो भइदियो भने नि, किनकि स्कुलमा त अब केटीहरू हुन्छ राति उठेर पनि ऐना हेर्नुहुन्थ्यो कि? हेर्दै म राति त हेरिदिन्थेँ, राति चाहिँ हेरिदिन्थेँ। त्यो बेला मलाई राति चाहिँ नि उठेर खाने बानी चाहिँ थियो होइन, एकदम त्यो बेलामा एकदम एपिटाइट हुने। मैले भने जस्तो अब हेल्दी हुनुपर्छ ऊ हुनुपर्छ भन्ने हुने, तर हेल्दी हुनुको लागि चाहिँ मजाले खानुपर्छ यो गर्नुपर्छ भन्ने हुने कि अब यो खानुपर्छ त्यो खानुपर्छ भन्ने, जस खानुपर्छ ज्यान बनाउनुपर्छ अनि अट्र्याक्टिभ हुनुपर्छ भन्ने। अनि कहिले कहिले 12-1 बजी पनि यस्तो जुरुक्क उठेर अनि ल भोग लाग्यो भनेर किचनमा गएर अन्डा छ भने अन्डा उसिनिदिने, केही पाएन भने आलु उसिनेर भए पनि 1 बजे खाएर। अनि मैले त्यसलाई घरमा के भन्थेँ भने यो मेरो के अरे मिडनाइट स्न्याक्स भन्थेँ क्या म, यो आधा रातवाला स्न्याक्स हो। अनि मैले आमालाई भन्थेँ मैले आधा रातको स्न्याक्स खाएँ। मम्मी के भन्नुहुन्थ्यो हजुरलाई? मम्मी त फेरि खुसी, हो मेरो छोराले के खाएछ कस्तो पागल रहेछ भन्नु भएन होइन, मेरो छोरा खुब खान्छ यसले खुब खानेछ भनेर भन्नुहुन्थ्यो। फेरि सानोमा त जति धेरै खायो त्यति नै बाबामा ह्याप्पी हुनुहुन्छ नि त, खाइदिएको भए हुन्थ्यो। अनि त्यही अब 12-13-14 वर्षदेखि नै हेल्थ हुनुपर्छ खानुपर्छ भन्ने, अनि राम्रो राम्रो चिजहरू खाने, अब यो यति खानुपर्छ यो 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 खानुपर्छ भन्ने ज्ञान चाहिँ छैन। अनि खाँदै खाँदै गएँ, अनि त्यही मुडमा थिएँ। अनि एकताका चाहिँ फेरि म ठ्याक्क 16 वर्ष जस्तो पुग्दाखेरि यो रेस्लरहरू देखेर एकदमै प्रभावित भएँ कि होइन। त्यो बेला म काठमाडौँमै थिएँ, काठमाडौँमा चाहिँ नि एकदम दारा सिंह रन्दोवा त्यो बेलाको एकदमै फेमस रेस्लरहरू आएर यहाँ रङ्गशालामा रेस्लिङ गर्ने भयो। अनि म गएर हेरेँ रेस्लरहरूलाई हेर्नु पऱ्यो भनेर हेर्न गएको त ऊ एकदम जायन्ट होइन। अनि यिनीहरू बसेको होटलमा गएर के खाँदो रहेछ भनेर हेरेँ। त्यो बेलामा त उनीहरू आफू बसेको होटलमा पनि किचनमै गएर मलाई यतिवटा अन्डाको यस्तो बना यो गर ऊ गर भन्थ्यो। अनि तिनीहरूले चाहिँ एउटा ठुलो ग्लासको दुधमा 3-4वटा काँचो अन्डा हालेर फेटेर पिउँथ्यो क्या। अनि घर गएपछि मलाई के चाहियो अब दुधमा काँचो अन्डा फेटेर खानु पर्यो। हजुरले पनि त्यही जीवनशैली अपनाउनु भयो? मैले पनि त्यही गरेँ होइन। कस्तो त्यो बेलामा दुधको क्वालिटी पनि राम्रो थियो, गाई भैँसीको शुद्ध दुध पाइन्थ्यो, अन्डा पनि लोकल थियो होइन। अहिलेको जस्तो भएको त बर्बादै हुन्थ्यो होला यो डेरीको दुध। अनि त्यो फेटेर खाएँ, तर त्यो बानी नहुँदाखेरि अब त्यो राम्रै दुध राम्रै अन्डा भए पनि अब त्यो दुधमा काँचो अन्डा फिटेर त खासै नै नि त्यो बेलासम्म। अनि खाँदाखेरि एक गुड्की खाँदाखेरि धन्नै भमिट आउला जस्तो हुने कि, तर त्यो भमिट चाहिँ आउन नदिने, किनकि दारा सिंहलाई सम्झ
दिमागमा हजुरले त्यो ज्यान सम्झिनु भयो रेस्लरलाई सम्झिनु भयो अनि सुरुमा त्यो भमिट आउला जस्तो छ भने पनि गुट अनि खाएको 15 मिनटमा गएर ऐनामा हेरेर झारसीको हेरे टाइम पनि लाग्दैन थियो 15-20 मिनट 15-20 मिनट के परिवर्तन हुन्छ होइन अनि त्यही भयो अनि रेस्लर बन्ने भूत लाग्यो मलाई 16 वर्षमा अनि त्यसपछि म भयङ्कर खाएँ त्यो एउटा होल लोफ हुन्छ नि ब्रेड त्यो सिँगै खाइदिन्थेँ म अन्डा खाइदिन्थेँ त्यो सुक्खा रोटी खायो भने 25-30 वटा सुक्खा रोटी खाइदिन्थेँ 16 वर्षको उमेरमा 16 वर्षको उमेरमा मोमो त म अहिले बरु म मोमो खाँदिनँ चाउचाउ खाँदिनँ 16 त्यो बेलामा एकदम अब दारासिंह हुनु पर्यो भन्ने बेलामा दारासिंह कसरी हुन्छ त भन्दा जति खाएर मोमो अहिले अब यङ केटाहरूले सुन्यो भने पनि उनीहरू जिल खान्छ होला 18-19-20 वर्षको केटाकेटीले सुन्यो भने जिल खान्छ होला 60-70 वटा मोमो खाइदिन्थेँ ओ माई गड वान टाइममा बस भनेपछि आफ्नो जीवनकालमा हजुरले मोमो खाइसक्नु भयो 60-70 वटा मोमो चाहिँ मैले कहाँ खान्थेँ भने त्यो रेस्टुरेन्टमा होटलमा होइन मेरो बुवामाको साथीहरूले चाहिँ नि कहिले मोमो डिनर भनेर बोलाउँथे कि घरमा डिनर खान आउनुहोस् तर यो डिनर चाहिँ नि खालि मोमोको मात्रै डिनर हो अनि उहाँलाई थाहा हुन्थ्यो यसले यति खान्छ भनेर हवाजीको जेठो छोरा आउँदैछ 60-70 चाहिँ उसलाई छुट्याउनु पर्छ यति जति खाने सम्भावना चाहिँ छ अनि त्यति खाइदिन्थेँ अनि त्यसपछि म 16सम्म चाहिँ नि अब अलिक चल्ता फिर्ता नै थिएँ म जब मैले त्यसरी खान थालेँ नि त्यसरी खान थालेपछि म 18 पुग्दाखेरि म 120-122 किलो पाएँ 2 वर्ष यहाँले त्यो कन्टिन्यू खानुभयो कन्टिन्यू अनि त्यो बेलामा साथीहरूले पनि भन्थे कि त्यो 2 वर्षको अवधिमा के गरेर आएस् न होइन त्यति फुर्तिलो चल्दा पुर्दा केटो थिएछ यार कस्तो मोटाएको यार होइन फेरि त्यो यङ एजमा मोटाउँदाखेरि आफूलाई भद्दा लाग्दैन क्या होइन तपाईँ 30-35-40 कटेर मोटाउनु भयो भने तपाईँलाई भद्दा लाग्ला दिँदैन अब 17-18 वर्षको उमेरमा भद्दा मोटाउँदाखेरि अब फुर्ती भइरहन्छ होइन त्यो ब्लड प्रेसर त्यो हुने भन्ने हुँदैन अनि मोटो हुन्छ अनि मैले साथीहरूलाई भन्छु कि साथी के गरेँ यहाँ देख्नुहोस् यहाँ रेस्लर भइरहेको होइन फेरि मेरो त्यो यो ज्यान ठुलो भयो हुनाले त्यो एकदमै यस्तो भुँडी लाग्ने पनि होइन सबै चारैतिर मोटाउने खो मोटाउँथ्यो भने काठमाडौँमा मलाई रेडिमेड जिन्स पनि पाउँदैन थियो छाती नै 52-53 इन्चीको छाती थियो अनि 120-21 भयो अनि त्यसपछि साथीहरूले पनि भन्ने साथीहरूलाई नसुन्ने तर एकचोटि चाहिँ एउटा महिला साथीले मलाई भनिदिनु भयो म करिब 20 अझ पुगेको थिइनँ होला महिला साथीले भनिदिनु भयो राजेश तिमीलाई यसो हेर्दाखेरि मान्छे त राम्रै छौ तर अलिकति स्लिम भयो भने त गजब हिरो जस्तै देखिन्छ होला यार भनेर त्यो महिला साथीले के भनिदिएको थियो भोलिपल्टबाट पिठो चामल खाना सब बन्द केही नखाएर त्यसपछि चाहिँ एभ्रिडे बिहान 5 बजी उठेर दौडिने ऊ गर्ने अनि त्यो बेलाबाट खानपिनप्रति सचेत भएको प्रत्येक दिन चाहिँ व्यायाम गर्नुपर्छ भन्ने चाहिँ मनसाय पलाएको त्यो दिनदेखि आजसम्म चाहिँ निरन्तर छ के जो युवतीले यहाँलाई भन्नुभयो नि उहाँ युवतीको चाहिँ यहाँको लाइफमा चाहिँ एकदम ठुलो होइन त्यस्तो ऊ होइन अब 19 वर्षको केटा मान्छेलाई ऊ मभन्दा अझ अलिकति जेठी पनि थियो ऊ मेरो जानु 26-27 वर्षको थियो अब त्यसै त आफू 19-26-27 वर्षको युवती होइन आफूभन्दा केही जान्ने सुन्ने होला जस्तो लाग्छ
19 र अहिले पो 26-27 भन्दा यहाँ लाग्छ, तर 19 को लागि 26-27 भने एउटा ग्यापै हुन्छ एकदमै ठुलो। अनि जीवनको अनुभव उसमा बढी होला भन्ने। अब महिला हेर्दाखेरि पनि आकर्षित हुनुहुन्थ्यो, राम्रै नै लागिरहेको थियो। अब यति राम्ररी आकर्षित महिलाले आफूलाई यस्तो हो त अलिकति दुब्लाइस भने गजबै देखिन्छस् भनेर भनिदिएको छ। भनेपछि म प्रभावित भएँ के। अनि त्यो बेलामा मैले एक्सर्साइज र खानपिनमा ध्यान मात्रै होइन कि कुन चिज के खायो भने कस्तो हुन्छ भन्ने कुराको अध्ययन गर्न लागेको पनि त्यो बेलादेखि हो होइन। त्यो बेलादेखि, त्योभन्दा अगाडि चाहिँ नि खालि खानुपर्छ, हेल्दी हुनुपर्छ। तर त्यो समयमा चाहिँ नि अब कुन के चिजले चाहिँ नि मान्छेलाई चाहिँ नि मोटाउँदैन, के खायो भने ठिक हुन्छ होइन। प्रोटिन भनेको के हो, कार्बोहाइड्रेट भनेको के हो होइन, अनि कसरी खानुपर्छ, एक्सर्साइज के गर्नुपर्छ भनेर बकाइदा म त्यो बेलामा त्यस्तो पुस्तकै ल्याएर राखिरहेको हुन्थेँ 19 वर्षको उमेरमा। यो हेल्थ सम्बन्धी, फुड सम्बन्धी। त्यो बेलादेखि नै यहाँ हेल्थप्रति चाहिँ एकदमै धेरै कन्सियस हुनु होइन। त्यो बेलादेखि म भएको अहिलेसम्म भयो। म चण्डीगढमा कलेजमा पढ्दाखेरि पनि बिच हुँदाखेरि मेरो साथीहरू सब दिल खान्थ्यो, यो क्राइसिस के हो यार, यो बिहानै 4:30-5 बजे उठेर जगिङ जान्छ, उ गर्छ। जिम खानाहरू त थिएन होला दा होइन? जिम खाना पनि हुन्थ्यो जिम, तर म बिहानै 4:30-5 बजे चाहिँ जगिङ नै जान्थेँ म। तर फलाम पनि उचाल्थेँ होइन। अनि पछि त त्यो फलाम म आफ्नै घरमा पनि राखेँ, चण्डीगढमा अब जिममा पनि जान्थेँ। अनि त्यसपछि चाहिँ नि मेरो एकदमै जीवनको एउटा अभिन्न अङ्गै बन्न पुग्यो कि व्यायाम, सन्तुलित हिसाबबाट खाने, शरीरलाई हेर्ने। अनि त्यसपछि म चलचित्रमा आएँ। त्यस कारण चलचित्रमा आएपछि मैले त्यो सबै कुराहरू ओहो म अब चलचित्रको हिरो भएँ त्यस कारण गर्नुपर्छ भनेर गरेको होइन कि त्योभन्दा अगाडि नै मेरो त्यो बानी थियो कि जुन चाहिँ चलचित्रमा पनि काम लाग्यो, आफ्नो जीवनमा पनि काम लाग्यो। अनि डे 1 बाटै म एकदम सन्तुलित हिसाबबाट खान्थेँ। अनि मेरो सहकर्मीहरूले पनि भन्नुहुन्थ्यो हो राशि के हो यसरी खान्छ, यो पनि खाँदैन, त्यो खाँदैन भन्थे होइन। त्यो बेलासम्म। अब आजकल चाहिँ नि त्यति फरक पर्दैन, किनकि आजकल धेरै व्यक्तिहरू हेल्थ कन्सियस भइसक्नु भएको छ। यङ व्यक्तिहरू पनि हेल्थ कन्सियस भइसक्नु भएको छ। अब कार्बोहाइड्रेट खाँदैन भने पनि बुझ्नुहुन्छ। अब सुरुमा म अब कसैले बोलाएर अब खाना दियो र मैले खालि साग र चिकन र सलाद मात्रै खाएँ भने भात किन्न खाएको होइन, म भात त्यसमा रोटी खाने होला नि भन्नुहुन्थ्यो होइन। होइन रोटी पनि त्यो कसरी खाने त होइन। अब कमसेकम अहिले त्यस्तो उ छैन, मान्छेले अब यो कार्बोहाइड्रेट खाँदैन भने खाँदैन र ठिकै छ। अहिले आएर चाहिँ हजुर चाहिँ कफी लभर हो भन्न पनि हामीले सुनेका छौँ। हजुरले कफी पिउन थालेको चाहिँ कति भयो? मलाई कफी र व्यक्तिमा कस्तो छ भने व्यक्ति पनि म जो पाए त्यही धेरैको सङ्गत गर्दिनँ। कफी पनि म जहाँ पाए त्यही जस्तोसुकै कफी र जतिसुकै मात्रामा पिउँदिनँ। यो दुइटै कुरा, यो दुइटै कुरामा चाहिँ नि मलाई व्यक्तिसँग सङ्गत गर्नु पनि मन लाग्छ। तर यस्तो व्यक्तिसँग सङ्गत गर्नु लाग्छ जोसँग केही गुण होस् होइन, जोसँग केही चाहिँ नि राम्रा कुरा पाटोहरू होस्, त्यस्तो व्यक्तिको सङ्गत गर्छु। कफी पनि सीमित मात्रामा पिउँछु, तर राम्रो कफी पिउँ, आफूले चाहेको जस्तो पिउँ होइन, आफ्नो स्वाद अनुसारको पिउँ भन्ने चाहिँ हुन्छ। त्यस कारण एकदम धेरै कफी पिउने व्यक्ति होइन, तर कफी पिएको खण्डमा चाहिँ नि आफ्नो स्वाद अनुसार पिउने व्यक्ति हो। तर कफीलाई फेरि म कसरी पनि लिन्छु भने जस्तो म कफी सपमा गएर कफी खान रुचाउँछु होइन, त्यो खालि कफी मात्रै पनि होइन के, कफी पनि हो तर कफी मात्रै पनि होइन। त्यो कुनै राम्रो कफी सपमा यदि त्यहाँ वातावरण राम्रो छ, कफी पनि राम्रो छ, सङ्गत पनि राम्रो छ भने त्यो एउटा उत्सव जस्तो हो के। एउटा तपाईले कफीलाई पनि इन्जोय गरिराख्नु भएको छ, त्यो इन्भाइरोमेन्टलाई, कफी सपलाई होइन, अझ कफी सपको एउटा विशेष वातावरण, त्यसको गन्ध या आफूसँग बसेका साथीभाइहरू, त्यो एउटा
फुल प्याकेज जस्तो हुन्छ कि अनि त्यो फुल प्याकेज कसरी हुन्छ कफी पिउनाले हुन्छ त्यो इन्भाइरोमेन्टले पनि कफी पिउनाले हुन्छ त्यस कारण त्यो कफीलाई म त्योसँग पनि जोड्छु यो होइन कि ओहो टाउकोदेखि यार त्यहाँ कफी छ 2-3 घुट्की कफी ठट पिएर गइ नै हालौँ भन्ने पनि होइन त्यो त्यस्तो हो भने म कफी नै पिउँदिनँ कफी बाहेक यहाँका अरू केमा चाहिँ यहाँका ह्याबिटहरू मलाई कफी पनि म त्यस्तो त्यो आदि चाहिँ नि होइन है म तपाईँले मलाई एडिक्ट चाहिँ होइन तर तपाईँले मलाई कुनै ठाउँमा लगाएर राखिदिनु भयो जहाँ कफी नै पाइँदैन कफी दोकानै छैन भने म फेरि कफीको कप पनि उच्चारण गर्दिनँ मलाई यो होइन कि ओहो यार यहाँ टाउको दुखिसक्यो कफी खान पाएन कफी होइन 1 दिन होस् 2 दिन होस् 10 दिन होस् मतलबै हुँदैन तर फेरि फर्केर आएर यस्तो ठाउँमा आइपुगे जहाँ चाहिँ नि राम्रो कफी सप छन् होइन राम्रो कफी बन्छ भनी जाउँ न त्यहाँको वातावरण इन्जोय गरौँ मजाले एक कप कफी लिउँ कोही छैन भने पनि त्यहाँको दृश्य हेरौँ इन्भाइरोमेन्ट हेरौँ किताब पढौँ कफीको चुस्की लिउँ होइन त्यो त जीवनको उत्सव हो नि ड्रिङ्क्स चाहिँ कतिको गर्नुहुन्छ त सबै कुरा ट्राई त गर्नुपर्छ आफ्नो इच्छा अनुसार आफ्नो चाहना अनुसार तर कुनै पनि चिजमा ऊ एकदम तल्लीन चाहिँ हुनु हुँदैन क्या होइन बानी हुनु हुँदैन कि यो चिज त नभई नहुने होइन ओहो म त्यहाँ गएर मलाई यति बजे चिया भएन भने त ओहो म त कामै गर्न सक्दिनँ होइन ओहो आज उठेको खै चुरोटै पाएन चुरोट नभएर म यहाँ खै दिमागले नै राम्रो काम गरिरहेको छैन भन्छ कोही त्यस्तो कुनै पनि मसँग ह्याबिट चाहिँ छैन तलिन छैन ह्याबिट बिनाकै मान्छे हुन चाहन्छु आजकल अलिअलि कन्सियस म कहाँ भइरहेको छु भने विशेष गरिकन कोभिड पश्चात कोभिड अगाडिसम्म ठिकै थियो यो कोभिड पश्चात चाहिँ नि सोसल मिडिया नै त नभनौँ तर इन्टरनेट अलि बढी फुर्सदमा इङ्गेज हुन थालेको थिएँ म हेर्नुहुन्छ सोसल मिडियामै त होइन तर इन्टरनेटको विभिन्न सामग्रीहरू हेर्ने होइन युट्युबहरू हेर्ने देश विदेशका कुराहरू हेर्ने भिडियोहरू बनाउने आफै भिडियोहरू बनाउने होइन यो कोभिड पश्चात चाहिँ नि त्यो अलिकति बढ्यो त्यसपछि चाहिँ म अलिकति अहिले कन्सियस छु त्यस कारण म खाटमा फोन हेर्दिनँ मैले आफ्नो म खाटमा सुत्दाखेरि खाटमा बस्ने बित्तिकै म फोन हेर्दिनँ कति व्यक्तिले बाथरुममा पनि हेर्नुहुन्छ होला म बाथरुममा फोन हेर्दिनँ कति व्यक्तिले सकेसम्म म कसैको अब इमर्जेन्सी फोन आइदियो या केही चेक गर्नु छ भने मात्रै हो नत्र यात्रामा म फोन हेर्दिनँ चाहे गाडीको यात्रा होस् कुनै यात्रा होस् सकेसम्म अभोइड गर्छु अब आजकल कुनै न कुनै बेला त इमर्जेन्सी पर्छ त्यतातिर चाहिँ नि अलिकति म कन्सियस छु र कोभिड ताका म अहिले के थाहा पाएँ भने मैले त्यो युट्युब हेर्दा लकडाउन भयो नि त एउटा सोफामा बसेर प्राय म हेर्थेँ कि अनि त्यो म अरू ठाउँ घरको अरू कोठामा अरू चेयरमा बस्दाखेरि मलाई फोन मिस हुँदैन थियो तर जुन सोफामा म प्राय हेर्थेँ नि त्यहाँ गएर बस्ने बित्तिकै म फोन खोज्न थाल्थेँ क्या जहिले मान्छे त्यस्तो बानी पर्दो रहेछ अब जस्तो अहिले म खाटमा हेर्दिनँ कति मान्छेले खाटमा सुत्ने बित्तिकै पनि फोन हेर्न मन लाग्छ होला होइन अब कति मान्छेहरू चाहिँ बिहान उठ्ने बित्तिकै नै पहिल्यै फोन चेक गर्छ होला सुत्दै त्यो दुइटा त्यस कारण त्यो सोफामा बस्दाखेरि फोन खोज्या हुनाले मैले यो ठाउँमा चाहिँ नि फोनसँग कनेक्ट गर्दिनँ म आफूलाई होइन यात्रामा कनेक्ट गर्दिनँ बेडमा कनेक्ट गर्दिनँ या बेडबाट उठेको कमसेकम 1 घन्टा भयो भने बढी पनि नत्र उठ्ने बित्तिकै कमसेकम 1 घन्टा फोन हेर्दिनँ होइन भनेर त्यसरी चाहिँ नि गरेको छु त्यो फेरि अहिले पछिल्लो समय चाहिँ मान्छे मैले इन्टरनेट मोबाइल बिना चाहिँ हो आफूलाई एक्लै राख्नै नसक्ने समय छ होइन तर हजुरले होइन म पनि अब त्यो बिना बस्ने त होइन तर एउटा कायदा चाहिँ नि मैले अपनाएको छु तर हजुरको यो कुराहरूबाट चाहिँ हामीले पनि हो अलि अभोइड गर्दा नै हो तर आजको घडीमा तपाईँले कन्सियसली गर्नु भएन भने तपाईँ सक्नुहुन्न होइन तपाईँ कन्सियसली नै गर्नु सक्नुपर्छ कि म बढी मोबाइल फोन हेरिरहेको छु अब यसलाई हटेर बाहिरी कुराबाट डिस्ट्र्याक्ट नहो किनकि फोन हेर्नु हेर्नु भने त बाहिरी कुराबाट डिस्ट्र्याक्ट हुनु हो नि होइन किनकि
खास भन्ने हो भने जस्तो तपाईँ हाम्रो जुन मानवीय जिन छ हजुर। त्यो त हजारौँ वर्षसम्म हेर्नुहोस् न हाम्रो धेरै नेपालमा त धेरै अगाडि पनि जानु पर्दैन हाम्रो बाजेकै पालोमा गाउँघरतिर जानुभयो भने घाम डुबेपछि व्यक्ति के गर्थ्यो खाना बत्ती पनि हुँदैन थियो हो 80% ठाउँमा आजभन्दा 40-50 वर्ष अगाडि मान्छे आफ्नो भातसात खायो अलि उज्यालोमा अनि घाम डुबेपछि कि एक आपसमा गफ गर्यो कि एक्लै बसेर व्यक्ति आफ्नो सोचमा डुब्यो होइन आफ्नो कल्पनामा डुब्यो अनि चाँडै सुत्यो गर्दाखेरि त हाम्रो त त्यो हजारौँ वर्षसम्म त्यो हाम्रो जिन्स हो नि कि चाहिँ हामी बाहिरी कुराबाट कन्स्टेन्टली डिस्ट्र्याक्ट भइराख्ने त हाम्रो जिन्सले बनाएको छैन नि त हामीलाई हाम्रो मस्तिष्कलाई हाम्रो जिन्सलाई त आफ्नो कामकाज गरिसकेर फुर्सदको बेलामा चाहिँ नि एक्लै बसेर पनि आफ्नो सोचाइमा डुब्न सक्ने बनाएको वर्षसम्म होइन या अर्को व्यक्तिसँग के कुराहरू गरेर त्यतिकै बिताउने बनाएको तर अब यो आधुनिकता कारणले के गरेको छ हाम्रो त्यो प्राकृतिक स्वभावलाई यसले भताभुङ्ग गरिदिएको छ अब अहिले हामी बाहिरी कुराबाट डिस्ट्र्याक्ट नभइकन बस्न सक्दैनौँ हामी एकछिन रेस्टुरेन्टमा गएर कसैलाई 15 मिनट कुर्नु पर्यो भने 15 मिनट हामी यत्तिकै चिया खाएर बसेर उसलाई कुर्न सक्दैनौँ होइन त्यो 15 मिनटसम्म फोन लिन्छौँ नहेरौँ भनेर राख्यो भने पनि आफ्नो माइन्डले चाहिँ नि भन्छ धेरै भयो नहेरेको तर खास 5 सेकेन्ड पनि बित्याउँदैन फेरि उठाउँछ होइन त्यो अस्वाभाविक प्रक्रियामा हामी त गइसकेका छौँ नि त त्यो मोबाइल त्यो एकदम इजी एक्सेसको कारणले गर्दाखेरि पनि होला अहिले सम्बन्धहरूलाई व्यक्तिहरूलाई टेक्नोलोजी सम्भव पनि छ के अरे आवश्यक पनि छ होइन टेक्नोलोजीको सकारात्मक पक्ष पनि छ अब यही मोबाइलकै कुरा गर्ने हो भने त्यो मेरो जीवनमा पनि धेरै सकारात्मक कुराहरू त्यसले ल्याइदिएको पनि छ होइन तर त्यही हो अस्वाभाविक हिसाबबाट हामी कन्स्टेन्टली डिस्ट्र्याक्ट भइरह्यौँ भने बाहिरी कुराबाट भइरह्यो भने त त्यो हाम्रो प्राकृतिक मस्तिष्क र हाम्रो बनावटको चाहिँ नि प्रतिउत्पादक ढङ्गले गइरहेको हुन्छौँ हामी त्यस कारण त्यसलाई हरेक चिजलाई हामीले हरेक टेक्नोलोजी होइन अहिले त मोबाइल आयो विभिन्न कालकरणमा विभिन्न टेक्नोलोजी आयो त्यो सबै टेक्नोलोजीलाई यदि हामी आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्यौँ होइन संयमता हिसाब फाइदा गर्न सक्यौँ भने अब हजुरको फेसबुक पनि छ इन्स्टा पनि छ अहिलेको समयमा चाहिँ हजुरले कुन कुन एपहरू चाहिँ बढी युज गर्नुहुन्छ धेरै युज गर्ने मसँग फेसबुक छ अनि इन्स्टा छ त्यही नै हो फेसबुक म आजकल चाहिँ नि फेसबुकमा अपलोडहरू चाहिँ नि गर्छु म बेला बेलामा त्यसको धेरै फाइदा भनौँ के भनौँ पक्ष पनि रहेछ कि किनकि अब त्यसबाट धेरै कुराहरू धेरै सन्देशहरू पनि सप्रेसन गर्न सकिन्छ होइन चाहे आफ्नो सोचको कुरा होस् चाहे इभन आफ्नो दैनिकीको कुरा होस् या आफ्नो एउटा किसिमको ऊर्जा जोसको कुराहरू होस् या आफ्ना व्यायामका कुराहरू होस् होइन अब कति व्यक्तिलाई त्यही कुराहरूमा चाहिँ नि अलिक विभिन्न किसिमको टिका टिप्पणीहरू भन्ने जस्तो लाग्दो रहेछ तर कति व्यक्तिलाई फेरि त्यसले कुनै न कुनै हिसाबबाट प्रेरित पनि गरिरहेको हुँदो रहेछ कि यो व्यक्ति त हेर्नु एउटै यस्तो जाँगरिलो छ होइन एकदम फुर्तिसाथ लुगासुगा लगाएर एकदम यो देखिरहेछ भनेपछि हामीमा पनि जोस आउनुपर्छ भन्ने होइन या यसले यस्तो किसिमको सोच राखिरहेको रहेछ दिइरहेछ भन्ने हुन्छ होइन अब त्यहाँ कोही न कोही व्यक्तिहरू त हुन्छ कि कुनै पनि व्यक्तिले केही गरेको कुराहरूलाई उसलाई चित्तै नबुझ्ने व्यक्तिहरू त भइ नै हाल्छ तर उहाँहरूलाई पनि कदर त गर्नु पर्यो नि उहाँहरूको पनि त एउटा उ हो नि त्यस कारण चित्त नबुझ्ने व्यक्तिप्रति पनि म कदर गर्छु तर कतिलाई चाहिँ हरेक कुराहरू चित्त बुझ्दैन होइन अब मान्छेले अब उमेरकै टिका टिप्पणी गर्छ नि अब एउटा व्यक्तिले भन्ला ओहो राजेश दा यो उमेरमा पनि यस्तो एनर्जेटिक यस्तो हो भन्ला अर्कोले मर्ने बेलामा हरियो काँक्रो दियो हरियो बाँस भन्ला होइन जे पनि भन्ला हैन जुन कुरालाई पनि हामीले एक्सेप्ट गर्नु पर्यो स्वीकार्नु पर्यो अनि यदि तपाईँ त्यो एउटा सोशल मिडियाको प्रक्रिया प्रति चाहिँ नि तपाईँ जानकार हुनुहुन्छ कन्सियस हुनुहुन्छ भने त
तपाईँलाई त्यो दुईटै पक्षको रायहरूले चाहिँ रोचकतापूर्वक लिन सक्नुपर्छ कि होइन, किनकि त्यहाँ विभिन्न किसिमको मनसायहरू आइरहेको छ नि, स्वीकार्न सक्नु पर्यो होइन, कुरालाई स्वीकार्ने भन्दा पनि विभिन्न व्यक्तिले चाहिँ नि एउटै कुरालाई चाहिँ नि विभिन्न दृष्टिकोणबाट लिइरहेको हुन्छ कि होइन। मानवीय सोच मानवीय उसमा कति सबैको एकता हुँदैन नि त, विभिन्न सोचमा लिइरहेको हुन्छ। कतिलाई चाहिँ नि मान्छेले एकदमै राम्रोसँग लगायो, राम्रोसँग खायो, राम्रोसँग हिँड्यो, राम्रोसँग घुम्यो भने ओहो तपाईँ कस्तो लक्की, कस्तो ठाउँमा जानुभयो, के गर्नुभयो, कति राम्रो ठाउँमा रमाइलो गरिरहनु भएको छ भन्ने पनि लाग्छ। अर्को व्यक्तिलाई लाग्ला कि ए तपाईँ नेपालको मान्छे, नेपालमा यस्तो यस्तो प्रब्लम समस्या भइरहेछ होइन, नेपालको गाउँघरमा मान्छेलाई यस्तो भइरहेछ, तपाईँ चाहिँ यस्तो गरेर यहाँ घुमिरहनु भएको छ, यस्तो पनि हुन्छ भन्नु होला। अब त्यो सबै चाहिँ नि फेरि जायज छ। त्यस कारण सोसियल मिडियाको रोचकता चाहिँ त्यो छ कि टिकटक आइडी अहिले त एकदमै धेरै मानिसहरूले चाहिँ चलाउने चाहिँ टिकटकमा चाहिँ नि म छैन है, फेरि धेरै फेक आइडीहरू छन्। टिकटकमा फेक चाहिँ नि धेरै छ। हजुर, अनि त्यो पनि मलाई असाध्यै उ लाग्छ किनकि अरू व्यक्तिहरूले भन्नुहुन्छ मलाई म टिकटकमा मेरो अकाउन्ट मात्रै नभएको होइन कि मेरो फोनमा टिकटकको एप्स पनि छैन कि, टिकटकको एप्सै छैन। अब त्यो एप्स नभएपछि त टिकटकको सामग्री त म कहाँ आउँदैन होइन। अब टिकटकको सामग्री मैले कहिले हेर्ने हो भने अन्य व्यक्तिले त्यो टिकटकमा देखेर यदि मलाई पठाइदियो भने त्यो पनि त्यो टिकटकको एप्समा गएर ओपन गर्नुपर्ने हो भने त मैले देख्दिनँ। डाउनलोड गरेर के गरेर पठाइदिनु भने मैले देख्छु। त्यस कारण अहिलेसम्म चाहिँ नि खै यतातिर चाहिँ नि म लागिरहेको छैन र यो नलाग्नु पनि अब एकातिरबाट लाग्नुपर्छ जस्तो पनि लाग्छ किनकि टिकटक असाध्यै पपुलर अहिलेको समयमा चाहिँ धेरैले चाहिँ हर कुराको प्रमोसन गर्ने एउटा माध्यम बनेको छ। हो किनकि यो समयको माग हो, समय सापेक्ष हो। तर अर्को कुरातिरबाट चाहिँ म फेरि के सोच्छु भने कतिवटा प्लेटफर्म एक्टिभेट भइरहने। अब अहिले मैले सपोज अब सोसियल मिडिया मैले अब बिहान उठेर 1 घन्टा हेरेँ, 1.5 घन्टा हेरेँ भने अब फेरि 1 घन्टा टिकटकमा पनि हेर्नु पर्यो, उता पनि हेर्नु पर्यो। यो हिसाबले मैले हेरिरहेको छु। तर अब समयको माग त फेरि अलिकति डरै हुन्छ कहिले कहिले। अब जस्तो अहिलेको यो समयलाई यसरी नै तपाईँ यसरी नै हेरिरहेको छु र कोही व्यक्तिहरूलाई अब खै उहाँहरूले अब यो तपाईँको कार्यक्रम हेर्नुभयो भने चाहिँ नि दुरुपयोग चाहिँ नगर्नु होला भन्न चाहिँ यहाँको नाममा रहेको टिकटक आइडी चाहिँ हजुरको होइन, त्यो फेक आइडी हो, त्यसको चाहिँ दुरुपयोग चाहिँ नगर्नु होला भन्ने कुरा चाहिँ यहाँबाट हजुरले मेसेज दिन चाहनुहुन्छ। लगभग अब चाहिँ हामी अलिकति अन्त्यतिर पनि आइसकेका छौँ र म धेरै त हजुरको समय लिदिनँ। अब अलिकति फरक विषयवस्तुतिर जान चाहन्छु थोरै मात्रै। पछिल्लो समय चाहिँ अलिकति राजनीतिक पार्टी पनि कफी सप जसरी खोलिरहेका छन् यहाँले पनि देखिरहनु भएको छ होइन। यसमा चाहिँ आफूलाई लन्च गर्न मन लागेको छ कि छैन? होइन, राजनीति मेरो दृष्टिकोणमा चाहिँ के राजनीतिलाई म विभिन्न पक्षबाट हेर्छु होइन। अब फन्डामेन्टली तपाईँको एकदमै प्राइमेरी स्टेजबाट मैले हेर्ने हो भने म राजनीतिमा लाग्छु भनेर हिँडेको व्यक्ति त होइन नि। मैले मेरो बुवासँग म राजनीतिमा जाँदैछु भनेर विद्रोह गरेको त होइन होइन। तर कति राजनीतिज्ञहरूले त त्यो उमेरमा गरे पनि होला राजनीतिकैलाई होइन। जसरी म एउटा उमेरमा चाहिँ नि चलचित्रतिर लाग्छु भन्दाखेरि त्यो उमेरका कति व्यक्तिहरू चाहिँ नि राजनीतिमै म होमिन्छु भनेर लागे पनि होला, गरे पनि होलान्। आजसम्म यो यात्रा तय पनि गरे होलान् आजको बिन्दुसम्म, जसरी मैले चलचित्रको बिन्दु यात्रा तय गरेँ। त्यस कारण प्राइमेरी मेरो त्यो हो। तर अर्को चाहिँ नि फेरि के हो भने अब तपाईँ एउटा सचेत नागरिक हुनुहुन्छ भनी तपाईँ कुनै पनि क्षेत्रमा लागे तापनि राजनीतिप्रति चाहिँ नि तपाईँको प्रत्यक्ष अप्रत्यक्ष रूपमा केही न केही चासो चाहिँ नि भइ नै हाल्छ। किनकि राजनीतिले एउटा अहिले भन्थ्यो कि एउटा प्रोफेसरले मलाई के भन्थ्यो भने म बिएमा पोलिटिकल साइन्स एउटा मेरो सब्जेक्ट थियो। पहिलो क्लासमा उसले मलाई के भन्थ्यो, क्लासलाई के भन्थ्यो भने राजनीति भने यस्तो एउटा कुरा हो कि तपाईँ कुनै राष्ट्र या समाजमा बस्नुहुन्छ भने तपाईँ राजनीतिबाट टाढा हुन सक्नु होला, तर राजनीति तपाईँबाट टाढा हुँदैन।
हैन तपाईले राजनीतिमा चासो नराखे तापनि तपाईले राजनीतिलाई नजरअन्दाज गरेर मलाई राजनीति मतलब छैन भनेर बसे तापनि यदि तपाई कुनै एउटा समाज र राष्ट्रमा बस्नुहुन्छ भने तपाई त्यसरी बस्दा बस्दै पनि तर राष्ट्र र समाजको राजनीतिले चाहिँ तपाईलाई प्रभाव पारिरहेको हुन्छ कहीं न कहीं हैन त्यसकारण त्यो किसिमको प्रभावकारिता चाहिँ नि हुन्छ नागरिक प्रति राजनीतिको त्यसैले एउटा सचेत व्यक्तिले चाहिँ नि कुनै पनि पेशा कुनै पनि क्षेत्रमा लाग्दै पनि कुनै न कुनै हिसाबबाट देशको राष्ट्रको राजनीतिक गतिविधि राजनीतिक उतार चढाव हैन राजनीतिमा लागेका व्यक्तिहरुका सोचाइ विचार कुन दिशातिर गइरहेछ भनेर कुनै न कुनै तहबाट रुचि चाहिँ राख्नुपर्छ। पपुलारिटीका आधारमा हेर्ने हो भने हजुरको नम्बर 1 पार्टी हो हुन्थ्यो होला तर हजुर सधैँ मौन हुनुहुन्छ मौन नै बस्नुहुन्छ हैन फेरि राजनीति मेरो दृष्टिकोणमा है हुन त धेरै राजनीतिज्ञहरूले चाहिँ नि आफ्नो जीवनको पहिलो खुड्किलोमा सायद यही नै सोचेका थिए होला तर कालान्तरमा राजनीति गर्दै गएर विभिन्न पद सम्हालिसकेर विभिन्न गरिसकेपछि उहाँहरूको सोचाइ दिमाग कतातिर चाहिँ नि अन्यलतामा गयो होला तर पहिलो सोचाइ चाहिँ नि के भने राजनीति भनेको त समाज सेवा हो नि राष्ट्रको सेवा हो त्यो पनि विशुद्ध राजनीति भनेको न पैसा कमाउने ठाउँ हो न यसो आराम गर्ने ठाउँ हो हैन एउटा प्रतिष्ठा हुन्छ तपाईले सम्पूर्ण राष्ट्रको जिम्मेवार लिनुहुन्छ सम्पूर्ण तपाईले प्रतिनिधि गरेको समाजको जिम्मेवार लिनुहुन्छ भने त त्यो राष्ट्र र समाजले त तपाईलाई कुनै न कुनै स्थानमा त राखि नै हाल्छ हैन एउटा सम्माननीय स्थानमा त राखि नै हाल्छ तर त्यो राखे तापनि राजनीति भनेको त तपाई एकदमै ऐशो आराम राजनीतिमा लागेपछि म मन्त्री भएपछि प्रधानमन्त्री भएपछि मेरो चाहिँ एकदम ऐशो आराम हुन्छ म एकदम धनी हुन्छु मेरो यति लाखको घडी हुन्छ हैन यति लाखको जुत्ता हुन्छ भनेर त राजनीतिमा लाग्ने होइन व्यक्ति होइन एक्ज्याक्टली हैन राजनीतिमा त व्यक्ति किन लाग्ने हो भने म राष्ट्रको सेवा गर्न चाहन्छु राष्ट्रको समाजको सेवा गर्न चाहन्छु राष्ट्रलाई चाहिँ नि क बिन्दुबाट ख बिन्दुमा लान चाहन्छु आफ्नो आफ्नो जुन राष्ट्र हो आफूले प्रतिनिधि गरेको राष्ट्रलाई त्यो भनेर लाग्ने हो तर विडम्बना के छ भने त्यो हुँदैन पछिल्लो समय कस्तो छ भने राजनीतिमा त म असाध्यै सचेत छु नि त हैन राजनीति प्रति पनि असाध्यै सचेत छु राजनीतिमा दुई चारवटा कुराहरू आफ्नो व्यक्त पनि गर्न चाहन्छु सुन्न पनि चाहन्छु अब त्यो हिसाबले त अब म एउटा फेरि पब्लिक फिगर भएको कारणले गर्दाखेरि पनि धेरै व्यक्तिहरू त मेरो रुचि मेरो के भन्ने मेरो चाहना हैन मेरो योग्यता यताउति कतै कतै देख्नुहुन्छ होला र कुनै पनि बेलामा चाहिँ नि राजनीतिका जस्तो चुनावको बेलामा होस् उसको बेलामा होस् त्यस्तो त्यस्तो कुराहरू त भइ नै हाल्छन् नि हैन अहिलेसम्म म त विशुद्ध अराजनीतिक व्यक्ति हो हैन अब अराजनीतिक हुनु पनि एक हिसाबले चाहिँ नि राजनीतिक स्ट्यान्ड लिनु नै हो हैन म अराजनीतिक छु भन्ने बित्तिकै मैले राजनीतिक स्ट्यान्ड लिन भन्न मिल्दैन म अराजनीतिक हुनु पनि मेरो राजनीतिक स्ट्यान्ड हो मेरो राजनीतिक मान्यता हो हैन म विद्यमान भएका कुनै पनि आइडियोलोजी प्रति सहमत नहुनु पनि मेरो आफ्नो व्यक्तिगत आइडियोलोजी हो अघिल्लो चुनावमा चाहिँ कुनै पार्टी प्रमुखले चाहिँ यहाँलाई टिकट दिने प्रस्ताव राख्नु भएको थियो रे हैन जस्तो अब चुनावको खर्च पनि दिने जितेपछि मन्त्रालय पनि दिने भन्ने खालको कुराहरू पनि आइराखेको थियो यहाँले इग्नोर गर्नुभयो रे इग्नोर हैन म रेडी थिइन त्यो किसिमको जिम्मेवार त्यो आफूलाई किनकि हेर्नुस् अब व्यक्ति कलाकार हजुर एउटा कुरा के छ भने हरेक पेशामा लागेको व्यक्ति अघि तपाईँलाई मैले सुरुवातमा भने एउटा त प्यासन भयो तर हरेक क्षेत्रमा व्यक्ति किन लाग्छ कुनै न कुनै हिसाबबाट त्यो क्षेत्रको लागि उसको व्यक्तित्व निर्माण भइरहेको छ हजुर हैन किन सबैजना बिजनेसमा लाग्दैन इन्भेस्ट गर्ने पैसा हुँदै पनि बिजनेसमा किन लाग्दैन किनकि उसलाई लाग्छ कि यो बिजनेस भन्ने चाहिँ मेरो व्यक्तित्वको कुरो होइन हैन किन कोही व्यक्तिहरू एकदम आकर्षित हुँदै एकदम राम्रो जिउडाल हुँदै हेर्दाखेरि पनि गजबै उ छ
तर कलाकारिता गर भन्यो भने यो मेरो कप अफ टी होइन भनिदिन्छु। इन्ट्रेस्टिङ। हो, त्यस कारण हरेक क्षेत्रमा लागेको व्यक्ति त्यत्तिकै त्यो क्षेत्रमा लागेको छैन, कहीँ न कहीँ उसको व्यक्तित्व चाहिँ त्यो क्षेत्रले प्रति चाहिँ नि ढल्केको हुन्छ होइन, त्यो क्षेत्रको माग अनुसारको उसको चरित्र र व्यक्तित्व हुन्छ। अब कलाकार मान्छे त्यत्तिकै बन्दैन। कलाकार मान्छे किन बग्छ भने कलाकार बन्नको लागि जुन किसिमको भावना, जुन किसिमको दृष्टिकोण, जुन किसिमको व्यक्तित्व, जुन किसिमको विचार समाजप्रति, राष्ट्रप्रति, मानवताप्रति होइन चाहिने हो, त्यो भएकोले ऊ बन्छ। व्यक्ति राजनीतिकमा किन लाग्छ? राजनीतिकमा व्यक्ति खालि राजनीति जानेर मात्रै लाग्ने होइन नि। राजनीतिमा किन व्यक्ति लाग्छ भने जुन राजनीतिले चाहिँ नि मा पर्ने आवश्यक चरित्र छ, व्यक्तित्व छ, कता कता त्यो व्यक्ति चाहिँ नि त्यो चरित्र, त्यो व्यक्तित्व प्रति ढल्कनको लागि ऊ एकदमै सहज हुन्छ। त्यस कारण त्यो त छ नि, मेरो चरित्र चाहिँ नि त्यो 100% राजनीतिज्ञमा हुनुपर्ने चरित्र र व्यक्तित्व चाहिँ नि होइन मेरो। तर चरित्र होइन भन्ने बित्तिकै त्यो क्षेत्रप्रति ज्ञान नहुने व्यक्ति चाहिँ नि होइन। ज्ञान चाहिँ नि हुन्छ। कति व्यक्तिलाई कलाकारिता, फिल्म मेकिङ सबैप्रति ज्ञान हुन्छ तर उसलाई एक्टिङ गर्न मन लाग्दैन होइन। त्यही त्यो व्यक्ति हो म। अब अनि नेपालमा फेरि मैले तपाईँले जे भने पनि आदर्शको कुरा तपाईँले गर्न सक्नुहुन्छ कि आदर्शको कुरा के हो भने म राजनीतिमा जान्छु, समाजको सेवा गर्छु, राष्ट्रको सेवा गर्छु, नेपालमा करप्सन छ, करप्सन हटाउनुपर्छ, यो सिस्टम नै परिवर्तन गर्नुपर्छ, A to Z ओभरहल गर्नुपर्छ होइन, प्रशासनलाई ओभरअल गर्नुपर्छ, यो गर्नुपर्छ, राष्ट्रमै कुराहरू उत्पादन गर्नुपर्छ, विदेशी क्रम चाहिँ नि युवाहरूलाई रोकिनुपर्छ। यो त सजिलो छ भन्न, आदर्शका कुराहरू गर्न भन्नलाई हैन। तर व्यवहारिक हिसाबले कतिको सम्भव छ त्यसलाई तपाईँले व्यवहारमा कसरी उतार्न सक्नुहुन्छ हैन। तपाईँ आउने बित्तिकै हो राष्ट्रलाई उन्नति गर्नको लागि यहाँ कृषि पर्यटकीय यो गर्नुपर्छ भनेर कसरी थालनी गर्नुहुन्छ? युवाहरूलाई चाहिँ विदेश जानमा रोक्नुपर्छ, यो गर्नुपर्छ, के अरे रोजगार यहीँ सिर्जना गर्नुपर्छ भन्न त सजिलो छ। तपाईँले त्यत्रो जमातलाई चाहिँ रोकेर कसरी कुन रोजगार दिनुहुन्छ? रोजगार पनि तपाईँले यस्तो रोजगार दिनु पर्यो जुन रोजगारले चाहिँ नि बजार भाउलाई चाहिँ मेल खाओस्। तपाईँको रोजगार त छ तर तपाईँ रोजगारले चाहिँ बजार भाउलाई नै मिट गर्न सक्दैन भने त्यो रोजगार त रोजगार भएन। यो राष्ट्रलाई के खाँचो छ भने रातारात यहाँ केही परिवर्तन हुनेवाला छैन हैन। किनकि रातारात परिवर्तन हुनको लागि यो राष्ट्र मात्रैमा पनि सीमित छैन। फेरि यो राष्ट्र त खालि आफूमा मात्रै सीमित छैन नि। यो नेपाल भन्ने राष्ट्र तपाईँको साउथ एसियामा छ, साउथ एसिया एसियामा छ, एसिया तपाईँको चाहिँ नि वर्ल्डमा छ। त्यो सबै कुराले त प्रभाव पार्छ नि हैन। जस्तो तपाईँको पहिला ठाउँ कहाँ हो? टिकापुर, अछाममा जन्मियो। अछाम हैन। अछामलाई विकास गर्छु भनेर अछामीहरूले मात्रै सोचेर भएन। अछाम कुन जिल्लामा पर्यो, कुन प्रदेशमा पर्यो, त्यो प्रदेशको हुनु पर्यो। त्यो प्रदेश मात्रै भएन, त्यो प्रदेश कुन राष्ट्रमा पर्छ त्यसले पनि प्रभाव पार्छ। त्यसैले राष्ट्रलाई पनि त त्यो सबैले पार्छ नि। तपाईँको छिमेकी राष्ट्र को हो, तपाईँको के हो, अन्तर्राष्ट्रिय क्षेत्रमा तपाईँको राष्ट्रको हैसियत के छ, त्यो सबैले पनि तपाईँको राष्ट्रको चाहिँ नि विकासको क्रम कहाँसम्म पुग्न सक्छ, कसरी पुग्न सक्छ भन्ने कुराको चाहिँ त्यही गरेको हुन्छ नि त। खालि भाषणमा भने जस्तो हामी नेपाललाई यहाँ पुर्याइदिन्छौँ 10 वर्षपछि 20 वर्षपछि भनेर जादुको छडीले त पुग्नेवाला छैन। भाषणमा त मिठो सुनिन्छ, भाषणमा व्यक्तिहरूले ताली बजाइदिनुहुन्छ, उ गरिदिनुहुन्छ होइन। भाषणमा उभिएर चाहिँ नि यो विदेश जाने चाहिँ रोजगार हामीले रोक्नै पर्छ, यहाँ अब चाहिँ नि रोजगारी सिर्जना गर्ने हो, हामीले पुरा तराईदेखि पूर्वदेखि पश्चिमसम्म चाहिँ नि कलकारखानाहरू चाहिँ नि इस्ट्याब्लिस गर्ने हो, सबै भूमिहरूमा चाहिँ नि खेती गर्ने हो, त्यहाँ सबै रोजगारहरू दिलाउने हो, बाहिरको आउटसोर्सिङ कामहरू यहाँ गरेर युवाहरूलाई चाहिँ नि महिनाकै लाख रुपियाँ कमाउने वातावरण यहीँ बनाउने हो भने हुन्छ। त्यो भाषण अवधिमा त मान्छेले भयङ्कर ताली बजाउँछ। एक्ज्याक्टली, भन्नलाई सजिलो, व्यवहारमा कसरी उतार्नु? त्यस कारण
त्यो सोचेर पनि म राजनीतिप्रति जाउँ कि नजाउँ भनेर सोचेको छु कि म आदर्शबाट मात्रै निर्देशित छैन कि व्यवहारिक ढङ्गबाट मैले के परिवर्तन गर्न सक्छु राजनीतिमा आइसकेपछि तपाईँले त्यो कुराहरूलाई मैले के परिवर्तन गर्न सक्छु त होइन जुन अहिलेसम्म भइरहेको जुन एक हिसाबले भनौँ न यदि यो दलदलमा छ भने त्यो दलदलबाट निकास गर्नलाई मेरो के भूमिका रहन सक्छु त सक्छु कि सक्दिनँ र जति समय मसँग छ त्यो समयमा मैले के परिवर्तन गर्न सक्छु कि सक्दिनँ होइन अब त्यस्तो किसिमको चाहिँ तपाईँले व्यवहारिक हिसाबबाट हेर्ने हो भने त फेरि तपाईँले के सोच्नुहुन्छ भने कमसेकम एउटा क्षेत्र त म सम्हालिरहेको छु नि बाँकीको जीवन त्यो क्षेत्र पनि यही राष्ट्रको बाँकीको जीवन यदि मैले यही क्षेत्रलाई पनि अझ राम्रो गर्न सकेँ भने त कुनै न कुनै हिसाबबाट राष्ट्रलाई पनि त योगदान गरेकै हुन्छ नि होइन धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँको अमूल्य समयको लागि र हामी निकै खुसी पनि छौँ र म आफूलाई एकदमै भाग्यमानीशाली पनि ठान्छु किनकि मेरो कार्यक्रम हो इन कन्भर्सेसन विथ अनिताको मैले पहिलो एपिसोडमा हजुरलाई अतिथिको रूपमा पाउँदाखेरि चाहिँ निकै खुसी लागेको छ थ्याङ्क यू सो मच वेलकम तपाईँको यो नयाँ भूमिका हो होइन किनकि तपाईँलाई मैले विगतमा एज ए गायिका पत्रकार पनि हुनुहुन्थ्यो क्यारे हजुर सञ्चारकर्मी त्यो रूपमा चिनिरहेको थिएँ सञ्चारकर्मीको रूपमा आज तपाईँले यो नयाँ भूमिका निर्वाह गर्नुभएको छ तपाईँलाई गुड लक बेस्ट विसेस थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच